खाद्यान्नको स्थिति के हो? खाद्यान्नको स्थितिमा चाहिन्छ नि नचाहिन्छ नि हामी चाहिँ बाहिर थर्ड कन्ट्रीबाट इम्पोर्ट गरिरहेका छौँ। आज गहुँ जस्तो चिज पनि चाहिन्छ नि यदि भारतबाट आयात भएन भने चाहिन्छ नि हामीले यहाँ खाना पाउने हामीलाई चाहिन्छ नि हाम्रो खेती अनुसार चाहिँ पुग्दैन। अहिले कृषि क्षेत्रसँग जोडिएर कृषि र रोजगारीसँग जोडिएर हामीले के गरिरहेछौँ त्यहाँ? रोजगार के लिए मैंने आपको बताया कि सबसे बड़ी समस्या हमारे यहाँ ये कि कोई फैक्ट्री नहीं है हमारे पास। अब जो बच्चे काम करना चाहते हैं तो बम्बई भाग जाते हैं। यसमा सङ्घले आफै केही गर्न सक्ने या सङ्घ मार्फत त्यसको पहल लिन सक्ने सम्भावना रहन्छ? बिल्कुल रहन्छ। सम्भावना भएको देश नेपाल हो। नीति बनाएर त्यस्तो त्यो ग्याप फुलफिल गर्न सकिँदैन? नगरपालिकाको ठाउँमा कृषि सेना राख्न सकिन्छ। स्वागत तथा अभिवादन। म झलक गैरे दैनिक नेपालगञ्जको टिम लिडरका रूपमा कार्यरत छु। यो इभेन्टको मिडिया पार्टनर सम्यक मिडिया हबको कार्यकारी अध्यक्षका रूपमा नेपालगञ्जमा बसेर पत्रकारिता गर्छु। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले पहिलोपटक बाँकेका 7वटा स्थानीय तहसँगको सहकार्यमा रोजगार मेलाको आयोजना गरिरहेको छ। रोजगार मेलाको पहिलो दिन भव्य उद्घाटन सत्र, जहाँ उद्घाटन मात्रै भएन धेरै कुराको रहस्योद्घाटन पनि भयो रोजगारीका क्षेत्रमा। हिजो नै हामीले उद्योगमा रोजगारीको अवस्थालाई लिएर यस खालको प्यानल डिस्कसन गऱ्यौँ, जहाँ उद्योगपतिहरूले पर्याप्त रोजगारीका सम्भावनाहरू औल्याउनु भयो। तमाम विषयमा केन्द्रित रहेर छलफल गऱ्यौँ। छलफल केका लागि? यी छलफलले के निष्कर्ष दिन्छ र यसको उपलब्धि के होला? यी विषय आफ्ना धारणाहरू होला। तर जब हामी कुरा गर्छौँ पक्कै केही नगरी केही हुँदैन, हिँड्यो भने एक पाइला हिँडे पनि गन्तव्य नजिक हुन्छौँ। यी त्यही गन्तव्यतर्फका पाइला हुन् रोजगारीका क्षेत्रमा। उपस्थित यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। आजको यो कार्यक्रममा तपाईहरूका महत्त्वपूर्ण विचार पनि उत्तिकै अपेक्षित छन्। हामीले प्यानलिस्टका रूपमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव जो रोजगार मेलाको संयोजक पनि हुनुहुन्छ भीमबहादुर राणा भाटलाई म स्वागत गर्न चाहन्छु प्यानलिस्टका रूपमा। बाँकेमा नरैनापुर आफैमा एउटा कृषि र पशुका लागि अत्यन्तै उर्वरा क्षेत्र हो। त्यहीँका नरैनापुरका गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह हामीसँग प्यानलिस्टका रूपमा स्रोत व्यक्तिका रूपमा उपस्थित हुनुहुन्छ। म स्वागत गर्न चाहे। कृषि क्षेत्रका लागि खजुरा आफैमा एउटा उदाहरणीय गाउँपालिका हो। त्यहाँबाट गाउँपालिकाको सिङ्गो प्रतिनिधित्व गर्दै गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर 2 का वडा अध्यक्ष धनराम ओली, उहाँलाई स्वागत गर्न चाहे। म धनराम ओली आफैमा कृषि क्षेत्रको एउटा विज्ञका रूपमा पनि म चिन्दछु र आफै पनि कृषि कर्ममा उत्तिकै सक्रिय हुनुहुन्छ। केएल दुग्गड समूह नेपालमा कृषि उब्जनीलाई व्यवसायीकरण गरेर एउटा कृषि उद्योग उदाहरणीय नेतृत्वदायी देशको एउटा कृषि उद्योग जसको मुख्य क्षेत्र नेपालगञ्ज हो, बाँके हो, यो पश्चिम क्षेत्र हो। त्यसका सिइओ प्रदीप छाजेट हामीसँग आज यो विषयमा छलफलको लागि आमन्त्रित हुनुहुन्छ। म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। यो नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको नेतृत्व गर्नुहुने अध्यक्ष टङ्कबहादुर धामी हामीसँग यो समय पुरै उहाँले दिनुहुन्छ। यो मेलाको आयोजना, अवधारणा र यसबाट प्राप्त हुने उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्ने दायित्व उहाँसँग छ। त्यसले गर्दा उहाँको यो सहभागितालाई हामीले निकै महत्त्वका साथ लिन सकिन्छ। यहाँहरू आफैमा यहाँ हेर्दैछु रोजगारका विज्ञ क्षेत्रबाट हाम्रो हरिसर हुनुहुन्छ, उद्योग वाणिज्य सङ्घकै विभिन्न पदाधिकारीहरू, कार्यसमितिका सदस्यहरू यहाँ हुनुहुन्छ, विद्यार्थीहरू हुनुहुन्छ। मुख्यतः साझेदार संस्था बाँकेका 7वटै पालिकाका रोजगार संयोजक हामीसँग हुनुहुन्छ। यो कार्यक्रम त्यस कारणले पनि आफैमा महत्त्वपूर्ण छ। म देख्दैछु होटल व्यावसायिक क्षेत्रको नेतृत्व गर्ने भास्करजी यहाँ हुनुहुन्छ, जसले कृषि उब्जनीको सबैभन्दा महत्त्वपूर्ण प्रयोग गर्ने क्षेत्र पनि हो त्यो। त्यस कारणले उहाँका कुराहरू उत्तिकै सार्वजनिक रहनेछन्। यहाँहरू सबैलाई एकमुष्ट स्वागत गर्दै विषय प्रवेशका लागि म यो रोजगार मेलामा विज्ञका रूपमा कार्य गरिरहनुभएका वित्तीय क्षेत्रका जानकार समेत रहनुभएका सरोज कुमार चौधरीलाई म यो विषय प्रवेशका लागि अनुरोध गर्न चाहन्छु। यस रोजगार सम्बन्धका कार्यक्रम संयोजक उद्योग वाणिज्य
सङ्घका अध्यक्षज्यू, उपस्थित रोजगार संवादका विज्ञज्यूहरू र यस हलभित्र श्रोताका रूपमा बस्नुभएका सम्पूर्ण अतिथिगणहरू, यहाँहरूलाई यस आज रोजगार संवाद कार्यक्रममा हृदयदेखि स्वागत गर्न चाहन्छु र यो कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। विषयवस्तुको सुरुवात खजुराबाट गर्न चाहे। कृषि क्षेत्रमा हामीले कसरी काम गरिरहेछौँ? रोजगारी एउटा विषय हो, उत्पादन एउटा विषय हो। यद्यपि रोजगारी र उत्पादन अन्योन्याश्रित सम्बन्ध छ। हामी उत्पादनमुखी भन्दा स्वरोजगारमुखी या निर्वाहमुखी, व्यावसायिक भन्दा निर्वाहमुखी खेती गरेर यहाँसम्म आइपुगेका छौँ। स्थानीय सरकारले कसरी हेरिरहेको छ यो विषय प्रवेश गर्नु अगाडि यहाँलाई मैले फेरि पनि भने हाम्रो कार्यक्रम 3 चरणको हुनेछ। धनराम ओली सरसँग मैले विषय प्रवेशमा नीतिगत रूपमा कृषि र रोजगारलाई स्थानीय सरकारले कसरी जोडेको छ सम्झौँ। अब नीतिगत रूपमा स्थानीय सरकारले विशेष गरी कसरी रोजगारमा जोडेको छ भन्ने कुरा हामीले अहिले एकदम इमान्दारितापूर्वक भनिराख्दाखेरि कृषिमा हामीले स्थानीय तहमै पुरै कृषिमा रोजगार दिने भन्दा पनि स्वरोजगार दिने भन्ने कुरा हाम्रो ध्यान केन्द्रित छ। त्यो कृषिमा स्वरोजगार भइसकेपछि उत्पादनहरूको वृद्धि होस् र उत्पादनको वृद्धि भइसकेपछि त्यो उत्पादनहरूलाई अलिकति मूल्य प्राप्तिका निमित्त चेन भ्यालु क्रिएट गर्नलाई कृषिजन्य उपजहरूसँग हुने साना कुटीर उद्योगहरू, जे लघु उद्यमहरू, हामी कहाँ आफैमा पनि ठुल्ठुला कृषिसँग सम्बन्धित उद्योगहरू ठुल्ठुलो छैन, सामान्यमा भइसकेपछि त्यसरी प्रेरित गर्न नीति लिएका छौँ र त्यो नीति अन्तर्गत हामीले के पनि प्लान गरेका छौँ भने यो अनुदान भन्दाखेरि अनुदानका कुराहरू सङ्घीय प्रदेश स्थानीय सरकारले पनि निरन्तर रूपमा गरिरहेको छ। अस्ति भर्खरै प्रस्तुत भएको प्रतिवेदनले पनि देखाएको छ यही 5 वर्षमा 1,05,00,00,000 रुपियाँ अनुदानको रूपमा गइसकेको छ र त्यसमध्येको अझै कहाँ गयो भनेर हेर्दै गर्ने हो टुक्राउने हो भने त्यो अनुदान भइसकेपछि अहिले हामीसँग यो जुन 78मा कृषिको जनगणना भयो, यो जनगणनाले के देखाउँछ भने एकातिर कृषिमा आश्रित परिवारहरू हिजो हामी कृषि प्रधान देश भनेर 95-80 हुँदै अहिले 62%, 68 र 78लाई बाँधेर त्यहाँ हेर्दाखेरि जतासुकैको स्थिति त्यही नै छ। 68 सालमा आइपुग्दाखेरि 38 लाख घर परिवार कृषिमा आबद्ध देखिन्थ्यो भने अहिले 42 लाख। त्यसको ठिक उल्टो एकापट्टि के देखिरहेछ भने 25 लाख हेक्टरमा खेती हुन्थ्यो, त्यो 78मा आइपुग्दाखेरि 22 लाख हेक्टरमा गयो, 3 लाख हेक्टर जमिन त बढ्यो। त्यो चुनौती भनेको मलाई लाग्छ समग्र राष्ट्र सँगसँगै खजुराको पनि हो। खेतीबाट मान्छेहरू विस्थापित हुँदैछ र त्यसलाई आकर्षण गर्नका निमित्त हामी रोजगार शाखा मार्फत, कृषि शाखा मार्फत हामीले के गरेका थियौँ भने उत्पादनमा आधारित अनुदान दिने। उत्पादनमा आधारित अनुदान दिइसकेपछि विगतदेखि लागिराखेको चार्ज जुन छ नि, एउटा किसानले खेतबारीमा गएर हलो कोदालो फरुवा चलाउँछ, सबै गर्छ, अर्को किसानले टेबुलमै सबै चलाउँछ। जसले हलो कोदालो चलाउँछ राम्रो प्रस्तावना लेख्न जान्दैन, जसले टेबुलमा मात्रै चलाएर टेबुलमै उत्पादन गरेर टेबुलबाटै बिक्री गर्छ, यथार्थमा तराजुमा तौलेर बिक्री गर्दैन, उसले लेख्न जान्दैन। कुनै लेख्ने ठाउँमा गइसकेपछि भनिन्छ के भने तैँले यति रकम दे, प्रपोजल त लेख्न पर्यो नि त। यो कुराको अन्त्य कसरी गर्न सकिएला भन्ने योजना गर्दा हामीले अनुदानमा आधारित, उत्पादनमा आधारित अनुदान दियौँ। त्यो भइसक्यो भने त्यहाँ पोलिटिकली पोलराइज पनि हुँदैन, जसले जति उत्पादन गर्यो त्यो आधारमा दिन सकिन्छ भनेर हामीले नीति कार्यविधि बनायौँ। तर त्यो कार्यविधि इमान्दारितापूर्वक तपाईँहरूसँग सेयर गर्दा त्यति हामी सफल हुन सकेनौँ। पशुजन्य उत्पादन दुग्ध बाहेक, दुग्धमा के भयो भने दुग्ध सङ्कलन गर्ने कति हुनुहुन्छ त त्यस्ता सङ्कलन केन्द्रको रूपमा भनेर हामीले सूचना आह्वान गरेका थियौँ। सूचना आह्वान गर्दाखेरि सहकारी संस्थाहरू र केही डेरीहरू दर्ता हुन आउनुभयो। तरकारीहरू उत्पादन गर्ने सङ्कलन केन्द्रको रूपमा आउने र कसले कसले कति खेती लगाउनुहुन्छ त त्यसको पनि हामी सूचीकृत गरौँ, अनि थाहा हुन्छ कसले कति कट्ठामा कुन खेती गर्ने भनेर गर्दै गर्दाखेरि एकदम नगर्ने भने पनि हुन्छ, त्यसलाई आउनु भएन भने पनि हुन्छ। त्यसमा पनि त्यति उत्साहित देखिनु भएन। हामीले सङ्कलन केन्द्र बनाउँदाखेरि सङ्कलन केन्द्र गर्नेहरूलाई के भनेको थियौँ भने सहकारीबाट उत्पादन गरेकालाई र समूहबाट उत्पादन गरेकालाई उत्पादनमा आधारित अनुदान दिँदा अलि बेसी दिने। जसरी सहकारीहरूले पशुपालन गरेर दुग्ध उत्पादन गर्छन् भने प्रति लिटर 2.5 रुपियाँको दरले हामीले अनुदान दिने। कृषकले नै गर्नुहुन्छ, व्यक्तिगत भने व्यक्तिगतलाई 2 रुपियाँ भनेर भनेको थियौँ।
त्यो गर्दै गर्दाखेरि दुधमा जसरी आउनुभयो फलफुलमा आउनु भएन, पछि तरकारीमा आउनु भएन। हामी बुझ्दै जाँदा के हो भने सङ्कलन त गरौँला, यो सङ्कलन लिएर जाने कहाँ हो? त्यसकारण उत्पादनको समस्या भन्दा पनि कृषकहरूलाई एउटा बजारीकरणको समस्या। बजारीकरणमा पनि अनि कृषिबाट मान्छेहरू त्यो बजारीकरण हामीले कसरी व्यवस्थापन गर्ने, अघि भर्खरै जोड्दै हुनुहुन्थ्यो हजुरले। नेपालमा पनि यत्रो उपभोग्य वस्तुहरू सबै खपत हुन सकिने ठाउँ त छ, तर पनि हाम्रा कृषकहरू सोझै आएर बेच्न सकिने ठाउँ छैन, त्यो बिक्री हुँदैन। त्यसलाई सन्तुलनमा कसरी गर्ने? बरु भयो त अहिले यो रोजगार मेला लागिसकेपछि के अनुभूत गरेको छु भने यो रोजगार मेलाले सबैलाई जोडोस्, होटल व्यवसायहरूलाई जोडोस्, अरू खुद्रा तरकारी व्यापारीहरूलाई पनि जोडोस्, एउटा केन्द्र बनाउन सक्ने हो कि उद्योग वाणिज्य सङ्घले नै कोही सङ्कलन केन्द्र खोलेर हामीले एउटा थाकथलो बनाएर नियमित रूपमा यहाँ प्राप्त हुन्छ भन्ने भयो भने त्यसलाई रोजगारीको सिर्जना भन्दा पनि स्वरोजगार त्यहाँ मानिसहरू बनाउन सकिएला। त्यो सँगसँगै कृषिको उत्पादनहरू व्यापक मात्रामा भयो भने त उद्योग पनि आउनु होला। कृषिजन्य उपजहरू भयो भने त्यसलाई प्रशोधन गर्ने उद्योग चाहियो। अनि एकातिर उद्योगहरू खोल्ने, उद्योगहरूले प्रशोधन गर्नका निमित्त त्यसलाई चाहिने कच्चा पदार्थ नपाउने स्थिति, अर्कोतिर त्यो कच्चा पदार्थ नपाइसकेपछि उद्योग चल्ने अवस्था पनि भएन। तल तल जाँदाखेरि उत्पादनमा पनि कमी घटिराखेको। तल तल कृषकमा मल भनेकै क्यान्सर, मल भनेकै कान्छी, डिएपी र युरिया भन्ने छ, त्यो बाहेकहरूलाई मल खाँदैनौँ। अनि मल यहाँ आफ्नो देशमा उत्पादन हुँदैन भने बेला मल आउँदैन। त्यसो भएपछि आजै उत्पादनमा केही सहयोग गर्न सकिन्छ कि भनेर हामीले हरियो मल र कम्पोस्ट मल उत्पादन गर्नका निमित्त, भर्मिक मल उत्पादन गर्नका निमित्त भनेर पनि बजेट विनियोजन गरेका छौँ। त्यो सूचना गर्यो। यो मलहरूको, हरियो मलहरूको बिउहरू उत्पादन गर्ने भन्यो भने पनि त्यति फेरि रुचि राखेर त्यो उत्पादनमा पनि आउनु भएको छैन। यो धेरै कुरा छन् वास्तवमा, पुरा गर्दै गयो भने धेरै लामो यहाँसँगै यो समय सकिन सक्छ। मैले अघि यहाँले सूचीकृत गरिरहने कुरा अनुदानको विषय उठाउँदा यो बेरोजगारको सूचीकृत गर्ने सवालमा हामीले किसानहरूलाई चाहिँ पनि उनीहरू बेरोजगार हुन सक्छन् भनेर उनीहरूले त्यो किसानलाई पनि बेरोजगारको सूचीमा राख्ने र अनुदान चाहिँ ती सूचीकृत भएका किसानहरूलाई या बेरोजगारहरूलाई अनुदानसँग जोडेर अनि रोजगारसँग त्यसलाई लिङ्कअप गर्ने अभ्यास छ कि उही प्रधानमन्त्री रोजगार कार्यक्रम भन्ने कि नाला खन्ने सडक पुर्ने? अभ्यासको बारेमा जे सोध्नु भएको छ नि बडा सान्दर्भिक प्रश्न छ। यो अभ्यास हामीले गरेका छौँ। विधिको विडम्बना, मूल फुट्छ खडेरीमा, फुल सुत्छ झरीमा भने जस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशका 23वटा जिल्लाहरूमा पहिलो चरणमा गरिब तथा विपन्न नागरिकहरूको परिचय पत्र वितरण गर्ने भनेर वितरण पनि गरेको थियो। त्यसमध्ये 23 जिल्लाभित्र बाँके पनि पर्थ्यो, बाँके मध्येको खजुरा पनि पर्ने भइ नै हाल्यो। त्यसमध्येको तपाईँको 1271 जना गरिब विपन्नहरूको परिचय पत्र पाएका हुनुहुन्थ्यो र हामीले एउटा नीति के बनाएका थियौँ भने सार्वजनिक स्थलका विशेष गरी विद्यालयका जमिनहरूमा उत्पादनमा कसलाई लगाउने त भन्दा पहिलो प्रायोरिटी त्यही चाहिँ परिचय पत्र प्राप्त गर्नुभएका गरिब विपन्नहरूलाई दिने भनेर हामीले करारको लागि विद्यालयहरूलाई दिने, त्यो जग्गालाई पनि उपयोगमा लिँदाखेरि भाडा दिने, करार खेती अन्तर्गत बिउ पनि दिने, अनि चाहिँ त्यस पछाडि के भने पानीलाई निःशुल्क गरिदिने भनेर हामीले विद्यालय सार्वजनिक स्थलहरूमा पहिलो चरणमा बोरिङ पनि गाडेका थियौँ। तर धेरै प्रयास गरियो, सर्वदलीय बैठक पनि राखियो, उहाँहरूलाई पनि बोलाइयो, तर पनि उत्पादनमा जोडिने गरी आउनु भनेर त्यो कार्यक्रम अगाडि बढाउन सकिएन। किसान नै हामीले खोजेको किसान खोज्ने भन्दा पनि जस्तो गाउँमा बस्ने भनेको सबै किसानै हो नि। तपाईँको विशेष गरी त्यहाँ हेर्नुभयो भने त पुनर्वास क्षेत्र जति क्षेत्रहरूमा बसेको सबै किसान हो। कहीँ न कहीँ हिजो कसैसँग आफ्नो स्वामित्वको जमिन होला, कसैसँग आफ्नो स्वामित्वको जमिन नहोला, तर पनि उसले काम गरी खाएको के छ त भन्दा कृषिमै जोडिएर खाइरहेका छन्। अधियाबाट या ठेक्का लिएर या बन्धक लिएर जे गरेर भए पनि पेसा त कृषि नै अगाडि। यो कहीँ न कहीँ अघि यहाँले भने जस्तो बजारीकरणको समस्या हो त? बजारीकरणको समस्या त यति हो नि भनेर साध्य छैन। ल म आउँछु हजुरसँग, यसपछि आउँछु म। यहाँ हामीसँग कृषिकै क्षेत्रमा उत्पादन खाद्य उद्योग नै चलाएर यति ठुलो उद्योग चलाउनु भएको छ र ज्ञान कृषि उहाँले सुरु गरेको, उहाँको पनि आफ्नो अनुभव होला प्रदीप सरले। के बजारीकरण समस्या हो उत्पादन नहुनुको पछाडि, उत्पादनमा नलाग्नुको पछाडि? त खाद्यान्नमा चाहिँ जुन छ कि जस्तो गहुँ छ, मसुरो छ, चना छ, त यसको त मलाई लाग्दैन कि कहीँ पनि त्यहाँ बजारीकरणको समस्या छ। समस्या छ हरियो तरकारी र चाहिँ जुन छ तपाईँको दुधजन्य पदार्थको।
दुधजन्य पदार्थको चाहिँ जुन छ जबसम्म यहाँ सुक्खा पाउडरको चाहिँ जुन दुध फ्याक्ट्री लाग्दैन या उनीहरूले चाहिँ 12 महिने उत्पादन गर्दैन त्यति बेलासम्म यो दुधको चाहिँ कुनै बेलामा चाहिँ दुध बढी हुन्छ त्यति बेला चाहिँ दुध फालाफाल हुन्छ र कुनै बेला दुध चाहिँ सर्टेज हुन्छ। अब सर्टेज भएको बेलामा चाहिँ त्यो पाउडर दुधले चाहिँ युज गर्ने हो भनेर यदि गर्न सक्यो भने त्यो बजारीकरणको कुरालाई चाहिँ जुन तर तपाईले दुधको समस्या छ दुध त पारीबाट आइरहेछ मलाई लाग्छ अहिले नरेन्द्रपुरको अध्यक्षले भन्नु होला दुध त पारीबाट म्याक्सिमम आइरहेछ नि मेबी हुन सक्छ म चाहिँ किनभने मैले अघि पनि भने कि म खाद्यान्नको चाहिँ जनतिर चाहिँ बढी छ खाद्यान्नको स्थिति के हो खाद्यान्नको स्थितिमा चाहिँ हामी चाहिँ बाहिर थर्ड कन्ट्रीबाट इम्पोर्ट गरिरहेका छौँ। आज गहुँ जस्तो चिज पनि चाहिँ यदि भारतबाट आयात भएन भने चाहिँ जुन चाहिँ हामीले यहाँ खाना पाउने हामीलाई चाहिँ नि हाम्रो खेती अनुसार चाहिँ पुग्दैन। तर सरकारी डाटाका अघि चाहिँ उहाँले जुन भन्नुभयो नि कि एकजना लेखनदास हुनुहुन्छ र एकजना चाहिँ जुन छ नि कि चाहिँ नलेख्नेवाला हुनुहुन्छ त भने हाम्रो कागज अनुसार त हाम्रो 23 लाख टन गेहुँको उत्पादन छ जबकि हाम्रो नेपालमा खपतै छैन 23 लाख टनको। तर किन इम्पोर्ट भइरहेको छ सरकारी डाटा त 23 लाख टन भनिरहेको छ। तोरीको उत्पादन चाहिँ बाँके प्रदेश मध्य पश्चिम र सुदूरपश्चिममा चाहिँ 10 लाख टन भन्छन् 1 करोड टन भयो जबकि मेरो उद्योगले चाहिँ 1 लाख टनको हाराहारीमा यदि तोरी पेल्दा पनि चाहिँ जुन चाहिँ 95% इम्पोर्ट गर्नुपर्ने अवस्था छ 5% मात्रै स्वदेशमा छौँ हामी भनिसकेपछि के चाहिँ त्यो कहाँ गयो भने हामी कागजी उत्पादनमा चाहिँ जुन छ नि एकदम बढी ध्यान छौँ कागजी उत्पादनमा किनभने कि त्यो गएर अनुदानको कुरा जोडियो अनुदानको पैसा दिइसकेपछि त्यसलाई उत्पादन नदिखाइकन अनुदानको पैसा दिन मिल्दैन। भनेपछि सरकारले नै झुटको खेती गरिरहेछ यो डकुमेन्टले त्यही भन्यो। त्यसको चाहिँ उदाहरणको रूपमा मैले चाहिँ 1 साल अगाडि चाहिँ कृषि फारममै चाहिँ मसुरो खेतीको सम्बन्धमा UNDP को र उसको चाहिँ एउटा कार्यक्रम भएको थियो। अब जसले भी उत्पादन गरिरहेका छ उसले भन्छ मेरो यो चाहिँ पर हेक्टर चाहिँ 780 केजी 800 केजी भन्दा बढी उत्पादन हुन सक्दैन। अनि हाम्रो जेटीहरूले जुन उत्पादन आफ्नो रिपोर्ट दियो दाङले दिन्छ 1200 किलो पर हेक्टरको। अब उनीहरू आफै सक्छ कि मेरो खेतीको चाहिँ बिउको क्षमतै छैन 1200 किलो उत्पादन गर्ने तर उनीहरूले 1200 किलो भन्दा उत्पादन गरेर चाहिँ जुन छ नि अरे समग्रमा हेर्दाखेरि 1000 किलो भन्दा बढी उत्पादन भयो भने त त्यही चाहिँ कृषि सचिवजी पनि हुनुहुन्थ्यो त्यो दिन त उहाँले स्वीकार गर्नुभयो कि होइन कहीँ न कहीँ हाम्रो डाटामा कमजोरी छ। अब डाटामा कमजोरी छ भने त्यसलाई सच्याउने के गर्नुभयो त आज वैज्ञानिक युगमा चाहिँ जुन छ नार्कले या चाहिँ कुनै पनि चाहिँ सेटेलाइटबाट चाहिँ आज सबै देशहरूमा चाहिँ आफ्नो अनुमान कृषिको अनुमानित उत्पादनहरू चाहिँ जुन छ नि प्रड्युस गर्नुहुन्छ कि यो साल हामी यति उत्पादन गर्छौँ। जस्तो अहिले भारतमा आउँदाखेरि अस्ति नै चाहिँ गेहुँको चाहिँ हामी 111 करोड कति चाहिँ नि तपाईँको 116 करोड चाहिँ हामी टन उत्पादन गर्छौँ। व्यवसायले भन्यो होइन 1100 करोड हुन्छ होला त्यो आफ्नो ठाउँमा चाहिँ एउटा चाहिँ सरकार र व्यवसायको बिचमा जहिले पनि यो डाटामा अलिकति फरक हुन सक्छ तर रात र दिनको फरक त हुनु भएन नि त। 1116बाट चाहिँ 1100 टन होला 11 लाख मेट्रिक टन होइन 11 लाख करोड मेट्रिक टन त भनिसकेपछि कि हामीले चाहिँ जुन छ नि त्यो डाटा हामीसँग कुनै पनि छैन। जब कुनै पनि खेतीमा चाहिँ जेटीओलाई हामीले के भन्छौँ भने ल यो चिजको यो पालि चाहिँ मसुरो खेतीको पकेट बनायो मसुरो खेती उत्पादन गर्नु छ वा चाहिँ मलाई चाहिँ जुन छ नि कि मकै खेती उत्पादन गर्नु छ त्यो खेतीतिर मैले लागेँ तर चाहिँ कुन खेती घट्यो भने घटाउने हाम्रो चलन छैन। अब यो हरेक साल बढ्दै 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 यति भइसक्यो कि जति यहाँको उत्पादन छ त्यो अनुसार यदि जग्गामा यदि डिवाइड गर्ने हो भने जग्गा नै पुग्दैन नेपालको जग्गा त फेरि पारिकारले चाहिँ खोज्नुपर्ने हुन्छ कि हाम्रो जग्गा कतातिर हरायो भन्ने कुरो। दोस्रो कुरो कि चाहिँ जुन छ नि कि अघि पनि अनुदानको जहाँसम्म कुरो छ अनुदानमा उत्पादन आधारित अनुदान नदिएसम्म हुँदैन कि जुन पनि त्यहाँ न केही गर्नुहोस् तपाईँले ल्याएर चाहिँ आफ्नो चाहिँ गाविसको या जुन पनि छ त्यहाँ ल्याएर मैले 10 कुन्टल गहुँ नै बेच्यो त उसलाई चाहिँ तपाईँ 100 रुपियाँले दिनुहोस् 200 रुपियाँले दिनुहोस् जति जे छ त्यो तोकेको बमोजिम दिनुहोस् तर त्यो चाहिँ सही हातमा पैसा जान्छ। नभए त कागजी कारवाहीमा त तल्लादेखि माथिसम्म सबै एकै ठाउँमा छन् कि चाहिँ जुन चाहिँ त्यो खेतीमा गर्नुहोस् तपाईँको आज ट्र्याक्टर दिनुहोस् ट्र्याक्टरमा चाहिन्छ नि सुरुदेखि नै ट्र्याक्टरको मूल्य कति बजारमा गएर बुझ्दाखेरि कति अब अनुदानको चाहिँ उसले त अनुदानमा पाइयो उसले ट्र्याक्टर पाएर खुद कति खजानाबाट कति पैसा भयो भन्ने कुरो कसैलाई पनि ज्ञान बाहिरबाट कसैलाई ज्ञान छैन होला। त भनाइको मतलब कि जबसम्म हामी उत्पादन आधारित यदि चाहिन्छ नि अनुदान दिँदैनौँ भने यो चाहिन्छ नि हुन सक्दैन। दोस्रो कुरो चाहिन्छ यसमा अलिकति चाहिन्छ नि भने जब चाहिँ गाविसहरूले चाहिन्छ नि आज हरेक गाविसमा चाहिँ त्यहाँको जग्गा उहाँलाई थाहा छ यदि प्रत्येक पालिकाहरूले चाहिँ जुन चाहिँ मेरो कुन वार्डमा कुन कुन खेती कति भयो त्यसको यदि लगत राखिदियो भने त्यसबाट पनि चाहिँ जुन छ नि कि हामीले एउटा चाहिँ कुन पालिकाबाट के उत्पादन भइरहेको छ र कति उत्पादन भइरहेको छ भन्ने यदि चाहिँ डाटा भयो भने हामी भोलिको दिनमा कृषिको चाहिँ काम गर्न पनि हुन सक्छ।
अब आज मैले डाटा हेरेर यदि त्यहाँ अर्को मैदा मिल यहाँ लगाइदियो भने त्यहाँ भोलि उसलाई चाहिँ रो मेटेरियलै पुग्दैन। त भनाइको मतलब कि चाहिन्छ नि यहाँ ग्याप यो होइन कि चाहिन्छ नि कि खाद्यान्न उद्योगीलाई चाहिँ हामी भन्छौँ हामीलाई रो मेटेरियल पाएको छैन, किसानहरूले भन्नुहुन्छ त्यो पाएको छैन भने उद्योगको आवश्यकता के हो र हामी उत्पादन के गरिरहेको छौँ त्यसको बिचमा पनि समन्वयको अभाव छ। त्यो समन्वय नभइकन चाहिँ जुन चाहिँ किसानले एकतिर उत्पादन गरेको हुन्छ, बजारको डिमान्ड अर्कोतिर छ, अनि चाहिन्छ नि त्यो दुइटै चाहिन्छ नि दुःख पाइरहेका छन्। यही देशमा चाहिन्छ नि हामीले बढी भएको उत्पादन चाहिन्छ नि घटी भएको हामी आयात गरिराखेका छौँ, किसानले चाहिँ त्यसै फाल्नु परेको छ। जस्तो कृषि ज्ञान चलाउँदाखेरि एउटा अनुभव गर्नुभएको थियो नि तपाईँले किसानसँग साझेदारी गर्ने उद्योगले, त्यो प्र्याक्टिसको थोरै सेयर गरिदिनु एकदम संक्षेपमा। नै त्यस्तो छ कि हामीले चाहिँ किसानहरूलाई चाहिँ जुन सीमान्त किसानहरू थियो कि तिनीहरूलाई चाहिँ सानो लोन लिँदाखेरि ब्याङ्कबाट चाहिन्छ नि ठुलो लोन त ब्याङ्कबाट पाइहाल्नुहुन्छ, तर कसैले चाहिँ 1 कट्ठा जमिन छ, 2 कट्ठा जमिन छ, 5 कट्ठा जमिन छ भने त्यसले ब्याङ्कबाट 50,000 1 लाख रुपियाँको लोन लिनलाई चाहिँ हुन्छ नि उसले चाहिँ जति पनि गर्नु पर्थ्यो यसले तेरो जग्गा ल्याऊ, यो ल्याऊ, त्यो ल्याऊ, अनि ब्याङ्कले जग्गा राख्दाखेरि पनि जबसम्म चाहिँ त्यो बाटो नभएको, अब जहाँ बाटो हुन्छ त्यो त जग्गा खेत बस्दैन सबभन्दा पहिला। तर हाम्रो चाहिँ नि कानुन या राष्ट्र ब्याङ्कको नियम भन्नुहोस् वा जे भन्नुहोस् त्यो चाहिँ बाधा अड्चनमा थियो। त त्यो पुरा गरिसकेपछि बिना चाहिँ बाटो भएको खेतलाई पनि जमानीको रूपमा राख्ने भन्ने कुरो भयो। तर त्यसमा पनि चाहिँ लास्टमा गएर भयो के भने अब परिवार चाहिँ नि गाउँघरमा परिवार चाहिँ संयुक्त रूपमा परिवार बस्छन्, एउटा परिवारमा जग्गा 2 कट्ठा 2 बिघा जमिन होला, तर त्यसका मान्छे त 20 जनाको परिवार त 20 जनाको ल्याएर मालपोतमा अंगूठा लगाउनु पर्ने। अब उसलाई चाहिँ 50,000 को त लोन या 1 लाख को लोन लिने, अनि चाहिँ 20 जनालाई ल्याएर त उसले चाहिँ पैसा कहाँबाट खर्च गर्ने त? त्यो प्र्याक्टिकल नभएर हो, प्र्याक्टिकल नभएर हो, त्यो प्र्याक्टिकल नभएर नै हो। नभने त्यसमा चाहिँ हामीले चाहिँ दुईटा चाहिँ त्यसमा सुविधा दिया थियो कि कुनै पनि कुरा यदि किसानले उब्जनी गर्छ, एउटा किसानलाई के जब उब्जनीको समय आउँछ त्यति बेला भाव घटी हुन्छ अनि पछि गएर बजार बढ्छ। त हामीले त्यसमा के भनेको थियो भने हाम्रो स्टोरमा ल्याएर तपाईँ राख्नुहोस्, अनि त्यसको चाहिँ जुन हामीले तपाईँ जम्मा गरेको डिपोजिटबाट चाहिँ ग्लोबल आइएम ब्याङ्कबाट हाम्रो त्यति बेला सम्झौता थियो। ग्लोबल आइएम ब्याङ्कमा यदि यो स्लिप तपाईँ लिएर जानु तपाईँले 80% पैसा चाहिँ जुन छ नि त्यसको चाहिँ तपाईँ इमिडिएट चाहिँ अरू केही नगरिकन पनि पाउनुहुन्छ भन्ने हाम्रो सम्झौता थियो। र कतिजनाले पैसा पनि लिए, तर त्यो पनि चाहिँ जुन छ नि कि अब किसानको 5 बोरा 10 बोरा 15 बोरा उसले चाहिँ अब त्यो ल्याउन चाहिँ जुन छ नि धेरै चाहिँ अब खजुराबाट ल्याउनु पर्यो त ल ठिक छ। अब भोलि चाहिँ नरेन्द्रपुरबाट यदि 5 कुन्टल ल्याउनु पर्यो भने त्यसको ढुवानी भाडा कसले बेहोर्ने? त्यहाँ त्यो पनि विवाद भयो। अब त्यो 5 कुन्टल मैले त बेहोर्दिनँ त्यसको ढुवानी भाडा। अब त्यहाँबाट चाहिँ यदि 10 जना किसानको त त्यसमा चाहिँ जुन छ नि कहीँ न कहीँ हाम्रो पनि पालिकासँग त्यति बेला समन्वय भएन र चाहिँ जुन छ नि यो गर्दाखेरि यो चाहिँ प्रोग्राम असफल नै भयो। प्रोग्राम धेरै राम्रो थियो र किसान उपयोगी थियो, तर त्यसलाई चाहिँ केही न केही कारणवश चाहिँ जुन त्यसलाई आगामी रूपमा चाहिँ हामीले चलाउन सकेनौँ र त्यसलाई चाहिँ अहिले बन्दको अवस्थामा केही छ। नीतिगत रूपमा सुधार गरेर त्यसलाई चाहिँ अगाडि बढाउँदाखेरि इफेक्टिभ हुने त्यस्तो नीतिगत बाधाहरू जुन यहाँ सेयर गर्न सकियोस्। नीतिगत बाधामा एउटा त के छ भने किसानको चाहिँ जुन चाहिँ हामीले त्यति बेला कि 1 कट्ठा जमिनमा चाहिँ के को खेती गर्ने हो, त्यसको लागत कति छ? लागत चाहिँ कृषि ज्ञान केन्द्रले लागत दिने कि 1 कट्ठामा उत्पादन गर्दाखेरि चाहिँ उसको 10,000 लाग्छ, बिउको 15,000 लाग्छ, तो लगानी त त्यति नै गर्ने हो ब्याङ्कले, त्यसलाई 2 चोटिमा लगानी गर्नुपर्ने हो। तो त्यहाँसम्म तर त्यो ब्याङ्कले जब गारन्टीको लागि जब जग्गा राख्छ भने पुरै परिवारको नभएर 1 जनाको कसैको लिएर वा चाहिँ उहाँले आफ्नो घरबाटै गरेर ल्याएर दिएको भए आधारमा पनि यदि गरेको भए यो समस्या समाधान हुन सक्थ्यो। तर अब राष्ट्र ब्याङ्कको नियम दिन झन कडा हुँदै गएको छ र अर्को एउटा के छ भने जति पनि लोन डुबेको छ ब्याङ्कको, ठुलो लोन बरु डुबेको होला, सानो लोन 50,000 1 लाखको ब्याङ्क चाहिँ लोन चाहिँ धेरै कम मात्रामा डुबेको छ। किन गरिब मान्छे धेरै इमान्दार हुन्छ, उसले आफ्नो इज्जत धेरै गाउँघरमा प्यारो हुन्छ, यो कुरो चाहिँ जुन चाहिँ हामीले बुझ्नुपर्ने छ। तर ब्याङ्कको चाहिँ त्यहाँ लागत बढेर जान्छ कि उसलाई चाहिँ 1 जना मान्छेले 50 वटा किसानको चाहिँ जुन छ नि राख्दाखेरि 1 जना मान्छे चाहियो र मैले 50 करोडको लोन लिएको छु भने म जस्तो 5 पार्टी एउटा लियो भने ब्याङ्कको लागत त्यहाँ बढेको हुन्छ। त ब्याङ्कले चाहिँ त्यो कारणले पनि सानो अमाउन्टमा चाहिँ लगाउन चाहिँ जुन छ नि सेवामुखी भन्दा नाफामुखी नै भयो उनीहरू। हुन्छ, धन्यवाद। थप कुरामा तपाईँसँग आउँछौँ हामी। अध्यक्ष नरेन्द्रपुरको अभ्यास अहिले यहाँ जुन कुराहरू आए निजी क्षेत्रबाट र खजुराको अभ्यास, नरेन्द्रपुरमा अब पर्याप्त जनशक्ति चाहिँ बाहिरिएको छ रोजगारीका लागि भारततर्फ या तेस्रो मुलुक, तर त्यति धेरै कृषिजन्य भूमि छ। कृषि र रोजगारीसँग जोडिएर नरेन्द्रपुरले गरिरहेको अभ्यास चाहिँ के हो? नरेन्द्रपुरको स्थिति बारेमा सम्पूर्णलाई थाहा छ।
कृषिको लागि जग्गा त एकदम राम्रो छ वहाँ। मेन समस्या वहाँ पानीको नहरको योजना थिए अब लमसम 4-5 सालदेखि लुटिरहेछ। त्यो गएपछि पानीको समस्या समाधान हुन्थ्यो। पानीको समस्या पाएपछि हामी कृषिमा फाइदा हुन्थ्यो। त्यसको लागि प्रयास गरिरहेको छु। अब गाउँपालिकाको बजेट थोरै हुन्छ, लगानी पनि आफ्नो तर्फबाट यति गर्न सक्दैन। त्यसकारण मलाई लाग्छ केही न केही प्रब्लम फन्डको आइरहेछ हाम्रो नरेगामा। अन्त मलाई लाग्छ कि पानीको समस्या फन्डको समस्या हुन्थ्यो। जस्तै भाइले भने ब्याङ्कको अब यहाँ ब्याङ्क पनि थिएन पहिला, नरेगामा त केही पनि थिएन। तपाईँ सबै किन्नुहुन्छ त अब यो 7 वर्षमा बाटो घाटो बत्ती ब्याङ्क सबै ल्याएछ। त अब ब्याङ्कको जुन यो पहिले भने थियो दाइले मेरो लोनको लागि बहुत समस्या छ। कृषिहरू चाह्यो भने लोन मिल्न गाह्रो छ। मेरो जस्तो मान्छेले लोन मिल्दैन, किसानको लागि त्यस्तै समस्या हुन्छ। यो ठुलो समस्या हो, त्यसको लागि कोही न कोही विकल्प निकाल्नुपर्छ। बाँकी गाउँपालिकाबाट जति हुनसक्छ म गरिरहेको छु जनताको लागि, कृषकको लागि पनि। त्यो अलिअलि प्रयास राम्रो थियो, त्यसमा रिजल्ट पनि आएछ। लेकिन मेन समस्या मार्केटको आइरहेछ। अब त सोझै यातायात सञ्चालन हुन्छ, त्यहाँका उब्जनीहरू बाटो बनिसकेपछि यहाँको उब्जनी नरेन्द्रपुर गइरहेछ, बजारबाट माल किनेर बजार गइरहेछ कि बजारबाट गइरहेछ कि त्यहाँको उब्जनी पनि नेपालमा जाइरहेछ? नेपालको लानुपर्छ, नेपाल ल्याइरहेछ। लेकिन मेन समस्या यो जस्तै भाइ दाइले भने थियो कि 2 क्विन्टल पैदा गरे, अब उसको लागि कसरी लाउने, भाडा पनि लाग्छ उसको। त्यसमा एउटा मन्डी वहाँ हुन्थ्यो, एउटा कृषक की मन्डी हुन्थ्यो वहाँ। त्यो समस्या मलाई एकचोटि वहाँ सबै किसान जान्थ्यो, त्यसमा हाल त त्यसमा हो नि त स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने त। त्यसको लागि मैले भने कि बजेटको अभावको कारणले मैले बनाइदिन्थ्यो एउटा केन्द्र, त्यो समस्या समाधान हुन्थ्यो। लेकिन मैं अभी प्रयास गर्छु नेक्स्ट बजेटमा केही न केही उपाय निकाल्छु। अहिले कृषि क्षेत्रसँग जोडिएर, कृषि र रोजगारीसँग जोडिएर हामीले के गरिरहेछौँ त्यहाँ? देखिए रोजगार के लिए मैंने आपको बताया कि सबसे बड़ी समस्या हमारे यहाँ ये कि कोई फैक्ट्री नहीं है हमारे पास। अब जो बच्चे काम करना चाहते हैं तो बम्बई भाग जाते हैं, और जो थोड़ा बहुत पैसा हुआ तो वो विदेश निकल जाते हैं। क्या करें? तो रोकने के लिए कुछ तो किए होंगे ना आपने? और रोकने के लिए तो पहले से सुधार तो हुआ है। जैसे रोकने के लिए मैंने नौकरियां दी, उनसे रुके हुए, कुछ कृषि में मैंने काम बताया वो कर रहे हैं, कुछ बच्चों को अपॉइंटमेंट किया अपने, वो बच्चे रुके हुए। लेकिन अब 80% बच्चे तो यही प्रयास भइरहेछ। प्रयास तो पूरे कर रहे हैं। नरेंद्रपुर को तो आप समझ रहे हैं कि किस लेवल पे नरेंद्रपुर का एक भारत का हिस्सा था जो नेपाल में जुड़ा है 7 वर्ष में। नरेंद्रपुर में तो कुछ भी नहीं था, कई बड़ी थी ना नरेंद्रपुर, न बाटो थियो, न बस्ती थियो, न बैंक थियो, न स्कूल थियो, न स्वास्थ्य थियो, सबै 7 वर्ष में तो जोड़े को में कृषि को लागि एकदम बेस्ट ठाउँ छ। लेकिन अब पानीको समस्याले गाह्रो भइरहेछ। जस्तो समस्या त छ पक्कै। हम कति बाँड्न सक्छौँ? 50 रुपैयाँ बोली दिन सक्छौँ, एउटा बोलीको पास पनि राम्रै आउँछ। तो हर ठाउँ बजेटको अनुदान पनि दिइरहेछ, किसानको लागि गरिरहेछ, बिउ पनि दिइरहेछ। लेकिन सिस्टमेटिक हुनुपर्छ। त्यसरी मैले हेरेको छैन, क्योंकि कहीँ न कहीँ एक्लैमा के गर्यो। त्यसको लागि तपाईसँग पानी राम्रो छैन, म त भनिरहेको छु, व्यवस्थित पनि दिएर होला त्यो सिस्टममा सबैले जानुपर्छ, माथिदेखि तलसम्म त्यस्तै चलिरहेछ। तपाईँ अलि बढी निराशावादी भएन कुरो? निराशा म आफ्नो दुःख भनिरहेको छु। म त काम गर्नेवाला हो, म त सबैले प्रेम गर्छु। मलाई त राम्रो मतलब मेरो सोचै चाहिँ राम्रो चिजको लागि मतलब राम्रो हुनुपर्छ। जस्तै मन्दिर छ, म गएँ उद्घाटन गरेँ, उसको लागि राम्रो हुनुपर्छ। किन टुरिज्मको एकदम यति स्कोप छ नरेन्द्रपुरमा, लेकिन पैसाको अभाव कारणले मन्दिर बनाइरहेको छैन। अहिले फर्स्ट टुरीमा गएको थियो 20,000 मान्छे मसँग गएको। तपाईँको पुरा जिल्लाबाट, कोहलपुरबाट, बर्दियाबाट आएको छ। अब म बनाइदिन्थ्यो अभी तो बाहरबाट इन्डियाबाट पनि मान्छे आउँछ। तो यहाँ सरकारले जुन नीति बनाएछ मलाई लाग्छ यो तपाईँ यहाँ सबै बुद्धिजीवी बस्नुहुन्छ, म त उहाँ एक्लै चलाइरहेको छु। यो नेपाली कुरा पनि मैले साथै गरेर सिकेको, म त स्कुलिङ पनि इन्डियामा बाटोमा गर्थ्यो, के गर्ने मेरो स्कुलै थिएन उहाँ। मलाई लाग्छ तपाईँ यो परिवार हाम्रो छ या आमाको सहयोग चाहियो मलाई,
जस्तो किसान फेरि पनि जस्तो तपाईँको कृषिमा पशुतिर त्यहाँ सम्भावनाहरू पर्याप्त देखिन्छ, पशुको क्षेत्रमा केही भएको छ? त्यही त म भनिरहेको छ तपाईँलाई कि पशुको लागि जस्तै यो हाम्रो गौमाताजी हुनुहुन्छ, सुन्नुभयो होला, एउटा गौमाता चोट ल्याएपछि पुरा द्वन्द भइहाल्छ। उसको लागि मैले पूरे जिले को ठेका लिए थी कि बत्ती छन् पहले ठेका लिए थी कि पूरे जिले को गाय मैले राखेँ। त्यसको लागि गौशालाको निर्माण सुरु भयो। अब सरकारले पैसा दिइरहेछ किन? अब ठेकेदार त्यसलाई उत्पादनसँग जोड्नु भएको थियो कि त्यो धर्मसँग मात्रै? त्यही गौशाला बनाएपछि वहाँ मैले पूरा सिस्टमेटिक बनाउन तयारी गरेको थिएँ कि गौ कम से कम 500 गाई राखेर दुधको उत्पादन गर्छु। त्यसले पोर्टल अनकम्प्लिट छ, के गर्ने? के सहयोग त्यो क्षेत्रलाई, नरैनापुर क्षेत्रलाई, गाउँपालिका क्षेत्रलाई कृषिको क्षेत्रबाट रोजगार पर्याप्त स्थानीय स्तरमै सिर्जना गर्न के गरिदिए, कसले के गरिदिए हुन्थ्यो होला? तपाईँको डिमान्ड के हो? गर्नुपर्छ तपाईँले नै हो, लिडरसिप तपाईँ केही छ त्यहाँ? मेरो अनुरोध यो छ कि जसरी यो पशुको लागि जसरी हाम्रो यहाँ पशु पनि धेरै छ, सिस्टमेटिक छ। अब उसको लागि के चाहियो? मनबाट धनबाट काम नहोस्। म त पुरै सपोर्ट गर्छु। अब वहाँ हाम्रो कर्मचारी थुप्रै लाग्छ, बजेटको अभाव कारणले हामी सिस्टममा ल्याइरहेको छैन, त्यो समस्या आइरहेको छ। डिमान्ड के छ? दुधको हाम्रो यहाँ अहिले दुईवटा पर्चेजिङ भइरहेछ, वहाँ डेरी पनि छ। अब दुधको उत्पादन भइरहेछ, लेकिन अब समस्या आइरहेछ कि वहाँ जस्तो यो 1 नम्बर 3 नम्बर वहाँ समस्या छ। मटैयाको समस्या समाधान गरेँ। अब वहाँ एउटा लगाउनु पर्छ फ्याक्ट्री। तो म गएको थिएँ दुध केन्द्रमा, उनीहरूले भने त्यो पाउडर त्यसको धेरै डिमान्ड छ, लेकिन यहाँ फ्याक्ट्री लाग्नुपर्छ। फ्याक्ट्रीको लागि 40 करोड रुपियाँ चाहियो। अब सरकारसँग मान्दा यहाँ फ्याक्ट्रीको लागि, गोलको फ्याक्ट्रीको लागि 80 लाख रुपियाँ आएछ डिपिआरको लागि। के हुन्छ यसो राख्दा? यदि बर्बाद हुन्छ पैसा। तपाईँले कृषि क्षेत्रको लागि यो गर्न चाहिरहेको छु भनेर कुनै ठुला प्रपोजलहरू पठाउनु भएको छ? निजी क्षेत्र होस्, सरकारलाई होस्? सर देखिए, मैंने आपसे बताया कि सबसे पहले वहाँ पे पानी की समस्या समाधान हो। आप पानी की समस्या समाधान करो, मैं 2 साल के अंदर नरैनापुर को उत्पादन करके दिखा सकता हूँ कितना बढ़िया कृषि उत्पादन करें। सिक्टाको पूर्वी नहर त एक्टिभेट हुँदैछ त, काम भइरहेछ। भइरहेको 2 वर्षदेखि काम भइरहेछ, रुकिरहेछ। पैसा छैन, इन्डिया जानुपर्छ पैसा लाउनु। अब अहिले ब्याङ्कको आगेमा आयो थियो, प्रमुखजी तपाईँ दिल्ली जानुहोस्, दिल्लीबाट जे प्रयास गर्नु ठिक छ, प्रपोज जान्छ त्यहाँबाट विमानमा। भनेको गाउँपालिका स्तरबाट हामीले गर्न सक्ने छैन। देखिए, मैं जो कुछ थोड़ा बहुत मुझसे होता है, लेकिन मैं नेता नहीं हूँ। बात लोग बड़े नेता है, जो मुझसे थोड़ा बहुत हो सकता है वो मैंने प्रयास करेको त्यसको रिजल्ट छ। लेकिन जुन लेभल हो मेरो, जसले बाटो हामीलाई बनाइदिए 1 घन्टामा पुगिहाल्छ, किन हामीले बाटो बन्दै चाहियो, मेरो नेचरको हिसाबले त बनाइसकेको छैन। एजुकेसनमा प्रयास गरेँ, 14,000 केटा 15,000 स्कुलमा पुगाइदियो, 6 वर्षदेखि फ्री बस चलाए। अब केटा त पुगिसक्यो स्कुल, अब हर स्कुलमा त गाह्रो छ मेरो लागि पुग्नलाई। यो मेरो प्रयास हो, म पैदल हिँड्ने बच्चाहरूलाई। त्यस्तै कृषिको लागि पनि जुन समस्या छ समाधान गरेपछि कृषकलाई भन्छु गर्छ उहाँले। जस्तै अनुदान त दिइरहेछ, 100 जनालाई चाहियो, अब हामीलाई पैसै छैन त 5 जनालाई दिन्छु। कस्तालाई प्राथमिकता दिनुहुन्छ त्यो दिँदाखेरि? त्यसरी दिँदाखेरि एउटा योजना बनाउँछु म। एउटा वार्डमा एक ठाउँ हुन्छ, वहाँ पे अनुरोध गर्छ कि यो किसिमको बीज बनाउने, यो किसिमको तरकारी पैदा गर्ने, हुन्छ। तपाईँसँग फेरि आउँछौँ हामी, बडा महत्त्वपूर्ण कुरा गर्नुभएको छ। भीमजी निजी क्षेत्रको नेतृत्व गर्नुहुन्छ, नेपाल उद्योग वाणिज्य सङ्घले यत्रो आयोजना गरिरहँदा धेरै खालका विषयवस्तुहरू यसबीच बाहिर आइरहेका छन्। अहिले 3 जना प्यानलिस्टहरूको कुराबाट, स्रोत व्यक्तिको कुराबाट पनि के प्रश्न हुन्छ भने बजारीकरणको इस्यु फेरि पनि यहाँ कहीँ न कहीँ छ। किसानले उत्पादन गरेका
ती उत्पादनलाई बजारसम्म ल्याएर त्यसको बजारीकरण गर्यो भने किसान उत्पादनमा लाग्छन्। उत्पादनमा लाग्ने बित्तिकै बेरोजगारी समस्या कम हुन्छ, जुन हाम्रो मेलाको उद्देश्य पनि हो। यो उद्देश्यसँग जोडिएर कृषि क्षेत्रमा बढ्दो बेरोजगारीलाई कम गर्ने सवालमा के गर्न सकिन्छ होला अहिले उठेका कुराहरूसँग जोडिएर? विशेष गरेर अहिले हामी जुन यो रोजगार मेलाको माध्यमबाट अहिले जसरी हामी पालिकाहरू र यहाँका उद्योगपतिहरू जो प्रत्यक्ष रूपमा विभिन्न सेक्टरमा काम गरिराख्नु भएको छ उहाँहरूसँग हामी जोडिराखेका छौँ। यो जोड्ने एउटा कडीको रूपमा अहिलेको यो रोजगार मेलाले काम गरेको छ र खास गरी नेपालमा उद्योग वाणिज्य सङ्घ एउटा व्यावसायिक सेक्टर निजी क्षेत्रको धरोहरको रूपमा रहेको छ र हाम्रो चासोको चाहिँ विषय भनेको समग्र क्षेत्रमा कृषि क्षेत्र पनि यो निजी क्षेत्रसँगै कहीँ न कहीँ कनेक्सन भएको र यसका उत्पादनका वस्तुहरू निजी क्षेत्रसँग जोडिएको चाहिँ सेक्टर भएको हुनाले हामीले यसलाई यो पहिलो प्राथमिकतामा हामीले यसलाई कसरी यसलाई बजारीकरणमा चाहिँ कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा हाम्रो निकै लामो समयदेखि गम्भीर छलफल भएको छ र अब हाम्रो अध्यक्ष यहीँ हुनुहुन्छ र हामीले यहाँ बाँकेमा रहेका कृषिसँग अहिले हाम्रो प्यानलिस्ट हाम्रो साथीहरूले भने जस्तै कृषि खालि केवल खाद्यान्न मात्र कृषिमा होइन, यसमा समग्र अरू चिज पनि जोडिएको छ र यो सबै चिजलाई एउटै थलोमा कसरी ल्याउन सकिन्छ र यसको माध्यम कसरी नेपालमा उद्योग बन्न सक्छ भन्ने विषयमा हामी बहस चलाएका छौँ र यो बहसलाई हामीले निश्चित रूपमा हामी यसको सार्थकता र उपयोगिता चाहिँ सिद्ध गर्ने तरिकाले हामी अगाडि बढ्छौँ। यसमा उद्योग वाणिज्य सङ्घले यहाँ उठेका सवालहरूलाई डकुमेन्टेसन गर्ने र तत्त निकायहरूमा पठाउने र जस्तो सामान्य ढङ्गले अघि नरेनापुरको कुरा गर्दा त्यहाँ एउटा कलेक्सन सेन्टर खोल्न सके हुन्थ्यो, त्यसमा निजी क्षेत्रले योगदान गरे हुन्थ्यो देखि अरू बजारीकरणका अरू विषयहरू त्यसमा सङ्घले आफै केही गर्न सक्ने या सङ्घ मार्फत त्यसको पहल लिन सक्ने सम्भावना रहन्छ? बिल्कुल रहन्छ। सम्भावना भएको देश नेपाल हो र त्यसमा पनि बाँके नेपालगञ्ज सम्भावना नरहने भन्ने कुरा भएन र यी सम्भावनाका विषयवस्तु भनेको तपाईँ हामीले नै क्रिएट गर्ने र तपाईँ हामीले नै यसलाई अगाडि बढाउने विषयवस्तु हो। त्यो भएर हामीले निजी क्षेत्रले एक्लै गर्न सक्ने चिजहरू के हुन्छ त्यसमा हाम्रो एउटा पाटो रह्यो र त्यसलाई निश्चित दिशातर्फ लैजानको लागि फेरि कहीँ न कहीँ स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको चाहिँ उहाँहरूको सहयोग चाहिँ हामीलाई अवश्य पनि पर्छ र हामीले यसबाट हामीले एउटा अभ्यासको थालनी के गर्छौँ भने हामीले जुन डकुमेन्टेसनका कुरा र यो डकुमेन्टेसनबाट चाहिँ पालिकाहरूसँग चाहिँ समन्वयलाई हामीले अझै चाहिँ बढी जोड्ने तरिकाले हामी लाग्छौँ। हुन्छ, यो कार्यान्वयन प्रक्रियामा जान्छ पक्कै पनि हामी त्यसको निगरानी त्यसको चाहिँ फलोअप त गर्छौँ नै। हामी फेरि तपाईँसँग आउँछौँ। यहाँले सुनिहाल्नुभयो अहिलेको अवस्था कति आशा गर्ने कति निराश मात्रै रहिरहने। हामीले यदि हाम्रो ठाउँबाट जसले जति सक्छ जे गर्छ आफ्नो ठाउँबाट प्रयास गर्यो भने नहुने भन्ने चाहिँ हुँदैन पक्कै। यहाँ उपस्थित आदरणीय महानुभावहरू, हाम्रो उद्देश्य कृषि क्षेत्रमा उब्जनी बढाउने, उत्पादकत्व बढाउँदै बेरोजगारी कम गर्ने हो। रोजगारीको सिलसिलामा रोजगार वृद्धिका लागि रोजगारको सहजीकरण गरिरहेका खास गरी स्थानीय सरकारका रोजगार संयोजकहरू हामीसँग हुनुहुन्छ। म यसपछि उहाँहरूमध्येबाट एकजनाबाट यो जान्न चाहन्छौँ कि कृषि क्षेत्रलाई रोजगारीसँग जोड्ने, उत्पादन बढाउने र स्थानीय सरकारले बेरोजगारी अन्त्यका लागि कृषिसँग जोडेर के गर्न सक्छ, के गरिरहेको छ, यो विषय तपाईँबाट जान्न चाहन्छौँ। र त्यसपछि हामी फ्लोरमा सहभागी यहाँहरूमध्येबाट जो कसैले पनि आफ्नो परिचयसहित सुझाव, प्रतिक्रिया या सवाल उजागर गर्न
सक्नुहुनेछ। म हुन त यहाँ सातवटै तहबाट रोजगार संयोजक यहाँ उपस्थित हुनुहुन्छ। म कोवलपुर नगरपालिकाका आशिष वर्माज्यू जो यो क्षेत्रमा अनुभवी पनि हुनुहुन्छ, उहाँको विचार लिएर अगाडि बढ्छु। धन्यवाद यहाँलाई। महत्त्वपूर्ण कुरामा हामी छलफल गरिरहेछौँ। यहाँ प्यानलिस्टहरूको हामी कुरा सुन्दा गर्दाखेरि पनि कृषिको क्षेत्र आफैमा एकदम बृहत्तर क्षेत्र हो र यो बृहत्तर क्षेत्रमा हामीले रोजगारीको वातावरण कसरी सिर्जना गर्छौँ भन्ने अर्को एउटा महत्त्वपूर्ण पाठ हो। पक्कै पनि प्यानलिस्टहरूले भन्नुभयो जस्तै केही नीतिगत समस्याहरू छ, केही लगानीको समस्या छ र केही आफ्नै देशमा रोजगारीको वातावरण सिर्जना गर्ने भन्ने छुट्टै पाठ छ। हामीले केवल यो रोजगार सेवा केन्द्र मार्फतबाट हामी यो कृषि क्षेत्रलाई कसरी जोड्न सक्छौँ भन्ने कुरा थोरै केही कुरा राख्न चाहन्छौँ। मुख्य गरेर कुरा के हो त भन्दाखेरि अहिले हामीले जुन कृषिमा थोरै मात्रै भए पनि पालिकाहरूले अनुदानदेखि लिएर विनियोजनदेखि लिएर कृषि क्षेत्रमा लाग्नको लागि उत्प्रेरण गरिरहेका छौँ, त्यो भित्र पनि अलिकति वेल म्यानेज गर्न नसकेको भन्ने हाम्रो अनुभव भइरहेछ। त्यो के हो त भन्दाखेरि अहिले हामीले वर्षेनी रूपमा बेरोजगार व्यक्तिहरूलाई सूचीकृत गर्ने भनेर हामीले सूचना प्रणाली मार्फत हामी जानकारी गराउँछौँ। सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई मात्रै पनि यदि हामीले कृषिको कार्यक्रममा जोड्न छ यो खण्डमा अथवा अनुदान दिने क्रममा सूचीकृत भएका व्यक्तिहरूलाई अनुदान उपलब्ध गराउँछौँ भन्ने भयो भने मात्रै पनि कम्तीमा जनताप्रति जुन निराशा सिर्जना भएको छ कि अनुदान पनि आफ्नैलाई दिने, कार्यक्रम पनि आफ्नैलाई दिने, आफ्नैले पाउने भन्ने जुन भ्रम छ, जुन वास्तविकता पनि कहीँ कहीँ झल्किन्छ, त्यो कुरा चाहिँ बिस्तारै भयो भने यो प्रणाली मार्फत आयो भने रोजगारीको वातावरण कृषिमा पनि जोड्न सकिन्छ भने एउटा बात हामी सुझावको रूपमा राख्न चाहन्छौँ। हुन त अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमको समग्र यो समीक्षा सहितको नयाँ कार्यविधि गर्ने क्रममा छ। हामी चाहन्छौँ कम्तीमा जसरी हामी 100 दिनको रोजगारी दिन्छौँ त्यो 100 दिनको रोजगारीलाई पनि कृषिसँग जोड्नका लागि त्यही सूचीकृत व्यक्तिहरूलाई त्यहाँ आबद्ध गराउने र उहाँले कृषिको कार्यक्रम पनि सँगसँगै जोडेर ल्याउन सक्यो भने एउटा महत्त्वपूर्ण कुरा हुन्छ भन्ने एक। दोस्रो हाम्रो सुझाव के छ भन्दा हामी रोजगार सेवा केन्द्र मार्फत अथवा स्थानीय सरकारले अहिले कृषिको कार्यक्रममा जोड्नका लागि एकदम महत्त्वपूर्ण कुरा के छ भने उत्पादन भएको वस्तुले बजारीकरण कसरी गर्ने भन्ने अर्को इम्पोर्टेन्ट पार्ट छ। त्यसमा पनि अलिकति हरेक पालिकाले अहिले हामीले एउटा च्यालेन्जको रूपमा के देखिरहेको छौँ भने हामी भर्खरै हाम्रै रोजगार सेवा केन्द्रका साथीहरूसँग छलफल गर्दै गर्दा उत्पादन भएको वस्तुलाई पनि बजारीकरण गर्ने क्रममा पनि त्यहाँभित्र पनि खास गरी स्थानीय सरकार, यहाँको नागरिक, यहाँको प्रहरी, यहाँको प्रशासन हरेक क्षेत्रबाट सजिलोको सहयोग हुनुपर्थ्यो। तर कहीँ कतै के पनि देखिन्छ भने उत्पादित भएको वस्तुलाई पनि बजारीकरण गर्ने क्रममा पनि अवरोध भइरहेको देखिन्छ। विभिन्न हिसाबले मार्केटसम्म ल्याउन नदिने, विभिन्न हिसाबले चाहिँ इन्डियाबाट भारतबाट ल्याएको भने आरोप लगाएर त्यसमा पनि विभिन्न खालको वातावरण सिर्जना गर्ने, यो कुराले पनि के भइरहेको छ त भन्दाखेरि यहाँका कृषकहरूको मनोबल घटाउने कुरामा चाहिँ असहजता सिर्जना भइरहेको छ। त्यसका लागि पनि राज्य प्रणालीले चाहिँ के त पहिलो कुरा के भने प्रत्येक पालिकाले आफ्नै स्थानीय तहमा बजारीकरणको लागि वातावरण सिर्जना गर्नुपर्ने संरचना सहितको र गर्न नसकेको खण्डमा कति बजारसम्म ल्याइदिनका लागि सहज वातावरण सहजीकरण गर्नुपर्ने एउटा देखिन्छ महत्त्वपूर्ण कुरा। यसमा पनि अबको नीति अवलम्बन गर्नुपर्ने कुराहरू हो, किनभने हामीले सङ्घीय, प्रदेश र स्थानीय तह तीनटा सरकारको संरचना के हो त भन्दाखेरि स्थानीय आवश्यकतालाई मध्यनजर गरेर पोलिसी निर्माण गर्ने भन्ने हाम्रो प्रावधान छ, त्यो अनुसार जानुपर्ने देखिन्छ। दोस्रो कुरा, तेस्रो कुरा चाहिँ के हामी हेर्छौँ हामीसँग बेरोजगार व्यक्तिहरू सूचीकृत तयार हुन्छ, हामीसँग स्रोतको अपर्याप्तता छ, हामीसँग रोजगार दिन सकेका छैनौँ, त्यो एकातिर चाहिने सरकार हामी सरकारमा बसेर काम गरेको छ भने अब नागरिक स्तरबाट हेर्दाखेरि के देखिन्छ भने श्रमको सम्मान पनि नभइरहेको देखिन्छ। त्यो श्रमको सम्मान नहुँदै गर्दाखेरि पनि कृषितिर होस् या अन्य क्षेत्रतिर होस् व्यक्तिले काम गर्न धेरै रुचि राखिरहेको छैन, किनभनेपछि बरु अन्य भारतमा गएर अथवा अन्य मुलुकमा गएर काम गर्न तयार छ मान्छे। तर हाम्रै देशमा लगानी गरेर केही व्यापार गरौँ अथवा कृषिको क्षेत्रमा लगानी गरौँ भने सम्मानित तरिकाले त्यो काम र त्यसको सुरक्षा नभएका कारणले गर्दाखेरि पनि यसमा समस्या आइरहेको छ। त्यस कारणले गर्दाखेरि तीनै तहको सरकार र निजी क्षेत्रको संयुक्त साझेदारी भयो भने यो कृषि क्षेत्र एउटा फड्को मार्छ एउटा कुरा र उत्पादित वस्तुहरूको बजारीकरणका लागि चाहिँ सरकारले जिम्मेवारी लिन सक्नुपर्छ र राज्य प्रशासनले पनि जिम्मेवारी लिनुपर्छ भन्ने कुरा राख्न चाहन्छु। धन्यवाद। आशिषले बडा महत्त्वपूर्ण कुरा भन्नुभयो। फ्लोरमा रहनुभएका यहाँहरूले वास्तवमा श्रमको सम्मान नगर्नु हाम्रो देशको यो प्रवृत्तिले नै धेरै जसो रोजगार पलायन, जनशक्ति पलायनको कारण चाहिँ देखिन्छ। हिजो पनि यो सवाल उत्तिकै महत्त्वपूर्ण ढङ्गले उठेको थियो। कामको संस्कार भएन, कामको सम्मान भएन, शिक्षा प्रणालीमै प्रश्न उठेको छ। यहाँहरूलाई के लाग्छ? पहिलो कुरा त मलाई लाग्छ एउटा कुरा त अहिले आफैले प्रश्न पाइसक्नु भएको छ, डेभलप र
टेक्नोलजी नजान्ने कुरा त दाइले भनिसक्नु भएको छ। अर्को चाहिँ के हो भने यो दोहोरो कर नीति छ नि, स्थानीय पालिकामा एउटा कृषकले दर्ता गर्नको लागि त्यो अनुदान लिनको लागि स्थानीय पालिकामा व्यवसायिक दर्ता गर्नु पर्यो, त्यो फेरि नगरपालिकामा के अरे यो करमा व्यवसायिक दर्ता गर्नु पर्यो। यो दोहोरो प्रक्रिया एकपटक अनुदानको लागि के हुन्छ त त्यो प्रक्रिया अर्को पटक पाउँदैन। त्यो कारणले गर्दा पनि यो नाक हुन सक्छ भनेको झन्झटिलो बनाइदिनु झन्झट प्रक्रिया हैन, त्यो नआउन सक्छ जस्तो लाग्छ मलाई। त्यसको लागि चाहिँ अब पालिकाले के गर्छ, किन हामी पालिकाले गर्न सक्ने कुराहरू छ भने पालिकाले गर्नु पर्यो हैन। एउटा किसानले त्यो अनुदान लिनको लागि करमा गएर व्यवसाय दर्ता गर, प्यान नम्बर ल्याऊ, घरेलुमा जाऊ, त्यसपछि गाउँपालिकामा जाऊ, कति जानु सक्छ हैन। त्यो कारणले पनि नाक हुन सक्छ मेरो विचारमा है। यो कुरा पालिकाले चाहिँ अब कसरी गर्ने भन्ने कुरा गराउनुपर्छ। दोस्रो कुरा मैले जानकी के अरे हाम्रो नरेन्द्रपुर गाउँपालिकाको अध्यक्षले भन्नुभएको थियो, हरेक कार्यक्रमहरूमा चाहिँ हामीलाई चाहिँ आर्थिक अभाव छ, आर्थिक अभावकै कारणले गर्दा मैले चाहिँ यो कृषिलाई अगाडि बढाउन सकेन भन्ने कुरा गर्नुभएको छ नि। अहिले तपाईँले सरकारको नीति स्थानीय सरकारले एउटा के ल्याएको छ भने पालिका स्तरको के अरे नगर प्रहरी भन्नुहोस् न योजना ल्याएको छ। प्रत्येक पालिकामा नगर प्रहरी गठन गर्ने कार्यविधि बनाएको छ। अब मान्नुहोस् मेरो प्रश्न कहाँनिर हो भने नरेन्द्रपुर गाउँपालिकामा नेपाल प्रहरी को छ भने नगर प्रहरीको आवश्यक के छ? किन हामीले नगर प्रहरीलाई तलब पाउने? डुडुवा गाउँपालिकामा किन नगर प्रहरी हामीलाई चाहियो भनौँ न। त्यो कारणले गर्दा त्यो बजेटहरू जुन बनाउने बजेटहरू कृषि क्रान्तिमा लगाउनु त, बजेट त छ त। तपाईँले यसमा शङ्करजी तपाईँले नगर प्रहरीको ठाउँमा कृषि प्रहरी बनाउने, कृषि सेना बनाउने भन्न खोज्नुभयो हो? कृषिमा लगानी गर्नु पर्यो, कृषिमा काम गर्ने, कृषिमा काम गर्ने जनशक्ति हो, जनशक्ति चाहियो। उत्पादनको लागि सोक्तिमा खर्च गर्नु पर्यो। धन्यवाद धन्यवाद धन्यवाद। यसको 7-8 वर्ष अगाडि साना तथा मझौला कृषक आयस्तर वृद्धि आयस्तर आयोजना भन्ने थियो है रिजनल यही हामी म त्यसको पनि स्टाफ हो। त्यतिखेर के थियो भन्दाखेरि यहाँ मुख्य समस्या के छ भन्दाखेरि मान्छेहरूले अब उत्पादन गर्नको निम्ति अनुदान पनि चाहिने रहेछ भन्ने मेरो बुझाइ छ है। अनुदान दियो, कुनै ठाउँमा हामीले अनुदान धेरै दियौँ तर त्यहाँ उत्पादन भन्ने जिरो पनि आयो कि उसले, किनभने आफ्नो एउटा अपनत्व अनर्सिप पनि लिन सकेन हैन। जुन ठाउँमा अनुदान कम दिएको थियो उसको लगानी भएको ठाउँमा उसले 100मा उसले लगभग 50-60% रिजल्ट पनि ल्याएको थियो कि। त्यो अवस्थामा के छ भन्दाखेरि यहाँ मुख्य समस्या नै के छ भन्दाखेरि बजारीकरणको समस्या है। हाम्रा धानी तलाउका हाम्रा राधापुरतिरका किसानहरू एउटा महिला समूह र एउटा सहकारी थिए। उहाँले उत्पादन गरेको हामीले बाहिर ग्यारेन्टी गरेर दिन्थ्यौँ। धानी तलाउका व्यवसायीहरूसँग बाहिर ग्यारेन्टी पनि गरिदियौँ। तर त्यो उत्पादन भएको वस्तु त्यो अब कति माघ फागुनमा त तपाईँको यो तरकारी थुप्रो उत्पादन हुन्छ नि, गोलभेडाहरू हामीले 30 रुपियाँमा बाहिर ग्यारेन्टी गरेको सम्झौता 30 रुपियाँको भइरहेको थियो। पछि उसले किसानले जब उत्पादन गरेर त्यो मार्केटमा ल्याउँदाखेरि उसले 5 रुपियाँमा लिने निलो गरिदिए कि हैन। उसको लागत कस्ट नै 20 रुपियाँ परिरहेछ कि, किसानको लागत कस्ट 20 रुपियाँ परिरहेछ, उसको 5 रुपियाँले किन्ने ज्यालाई पनि उसले किलोमा पर्छ कि। तपाईँको अभ्यासले के भन्छ, के गर्नु पर्यो? त्यसको अवस्थामा के भयो भन्दाखेरि बाहिर ग्यारेन्टी गरिदिने मान्छे चाहियो यहाँ। त्यो उसको के भन्छ राज्यले गरिदिनु पर्यो। बजारीकरणको व्यवस्था राज्यले गरिदिनु पर्यो। ठाउँ ठाउँमा कलेक्सन सेन्टरहरू खोलिदिनु पर्यो हैन। किसान उत्पादन जतिखेर जे गर्न पनि तयार छ, तर उसले अनुदानको पनि उसलाई प्राविधिक सहयोग र केही सिपहरू चाहियो लामो ठाउँमा होला हैन। तर उसले उत्पादन आफै गर्न सक्छ, तर उयो बिचौलियाबाट पनि बचाइदिनु पर्यो र उसले बजारीकरणको सुनिश्चित आफ्नो लागत मूल्य प्लस 2000 रुपियाँ प्रफिट राखेर एउटा जसले एउटा बजारको सुनिश्चितता गरिदियो भने किसानले आफसे आफ हरेक चिज उत्पादन गर्न सक्छ। तर यो बिचौलियाको र एउटा पारिबाट आउने जुन छ नि यसलाई रोक्न मात्रै सक्यो र बजारीकरण कसैले गरिदियो भने किसानले हरेक कुरा उत्पादन गर्न सक्छ भन्ने मेरो विश्वास छ। धन्यवाद सर। अनुदानित कार्यक्रमहरू जति पनि हुन्छ त्यसमा चाहिँ लाल पूजा सहितको हैन त्यो पेश गर्नुपर्ने हुन्छ कार्यक्रमहरू। अनि सबै मान्छेहरूको पहुँच जग्गामा छैन, अनि त्यहाँबाट चाहिँ अनुदानबाट अब त्यो उहाँहरू वञ्चित हुनुभयो। भनेको अनुदान नपाएर कृषि यहाँ गौरी सरको अनुभव चाहिँ अनुदान नभए पनि हुन्छ, बजारीकरण भए हुन्छ भन्ने। तपाईँको अनुभव चाहिँ के अनुदान भए मात्रै उत्पादन हुन्छ भन्ने हो? अनुदान भए मात्रै उत्पादन हुन्छ भन्ने चाहिँ होइन कि
अनुदान पाएर जग्गा भएर जग्गा अनुदान बाँझो राख्नुभन्दा यदि जग्गा दिन सकियो भने जग्गा दिन सकियो। ज्यादातर ऐलाली बसोबास धेरै छ कि मान्छेहरूको, त्यो हुनाले चाहिँ अब अनुदानको लागि चाहिँ पेश गर्नुपर्ने कागजात त लाल पूर्जा पनि हो। अब लाल पूर्जै छैन, उहाँहरूसँग लाल पूर्जै छैन भनेपछि उहाँहरू अनुदानको पहुँचमा क्राइटेरियामा पुग्नै भएन। त्यो हुनाले चाहिँ अब कृषिमा चाहिँ अलिकति फितलो। एकदम टेकरामजी बडा महत्त्वपूर्ण कुरा उठाउनुभयो। तारा सरकार दिउँ मैले यहाँले वडाध्यक्षले पनि हाम्रो चाहिँ प्रवक्ताजीले पनि र गाउँपालिका अध्यक्षले पनि नोटिस गर्ने एउटा विषय यहाँ मैले देखेको, एउटा यो नगर प्रहरीको ठाउँमा कृषि सेना भर्ना गर्ने कुरा, रोजगारी दिँदाखेरि नै कृषि लक्षित जनशक्ति भर्ना गर्ने। अर्को चाहिँ उहाँले भन्यो ठाउँ ठाउँमा जग्गा बाँझो छ। एकैछिन ताराजी, त्यो ठाउँमा चाहिँ जसले बाँझो राखेको छ त्यो जग्गा के खेती गर्छु भन्नेलाई दिने, आंशिक रूपमा आवधिक रूपमा सर्टेन टाइमका लागि त्यो ह्यान्डओभर गरिदिने, सर्टेन टाइमका लागि खेती गर्नेका लागि दिन सकिने नीतिगत रूपमा त्यस्तो व्यवस्था गर्न सकिन्छ कि सोचौँ है। मलाई लागेको जिज्ञासा चाहिँ तीनवटा छ। पहिलो कुरा चाहिँ एक खालको उत्पादन, कृषकले गर्नुपर्ने त्यस्तो उत्पादनसँग महत्त्वपूर्ण विषय जोडिन्छ जस्तो लाग्छ। यसका साथसाथै उत्पादन भइसकेपछि त्यसको व्यवस्थापन गर्ने सवालमा महत्त्वपूर्ण पाटो हुन्छ होला र व्यवस्थापनका साथसाथै त्यसलाई पछाड कसरी गर्ने भन्ने कुरा होला जस्तो लाग्छ। जस्तै मानौँ केही महिना अगाडि मात्रै तरकारीमा फलेका थुप्रै फलफुलहरूको व्यवस्थापनमा त्यसको पछाड गर्ने सवालमा विशेषतः तराईका जिल्लाहरू बाँकेप्रक्रिया दाङ लगायत बुटुलसम्म चाहिँ स्याउहरू सुन्तलाहरूको राम्रो मार्केट पाएर बाहिरबाट सीमापारीबाट आउने उसलाई मूल्यलाई चाहिँ यसले चाहिँ के हदसम्म कन्ट्रोल गर्यो, एउटा पाटो पछाड पनि एउटा महत्त्वपूर्ण रहन्छ जस्तो लाग्छ। दोस्रो कुरा चाहिँ गत सालमा यही सिद्धुनिया घाटमा चाहिँ थुप्रो मात्रामा सबै विज्ञान चाहिँ तरबुजा फर्सीहरू तरकारी जाने चिजहरू लगाउँदाखेरि यसले पनि करिब करिब दाङसम्म बाँकेप्रक्रियाको मार्केटलाई एक हदसम्म यसले पुरा गरेको अवस्था मैले देख्छु। र यसका साथसाथै जस्तो विशेषतः यो राकेश सुनारी मैरापुर र डुवर्स गाउँपालिकामा मैले देखेको अनुसार विशेषतः दगर क्षेत्रमा हजारौँ बिघा, कुनै एक दुई सय बिघा होइन कि हजारौँ बिघा जग्गाहरू प्लट खाली छन्। त्यो प्लट रहेको जग्गाहरूमा चाहिँ हामीले विशेषतः आधुनिक कृषि प्रणाली मार्फत सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह हामीले खास गरी कृषिमा काम गर्ने, कृषि कर्ममा रमाउने तपाईँहरूले विशेषतः ठुला व्यवसायहरूले पनि एउटा खालको लगानी र चासो गरी भनेपछि त्यसले मलाई लाग्छ सिङ्गो एउटा समस्यालाई हल गर्न सक्छ भन्ने मैले महसुस गरेको छु। र अर्को कुरा मलाई असाध्यै चित्त बुझेको राम्रो काम आयो हुन्छ भन्दा साक्षर सरले पट्टिसले जो राखेको साना किसानहरू विशेषतः जस्तो 1 कट्ठा 2 कट्ठा जग्गा हुन्छ, उसले बाटो पहिरो अथवा चाहिँ विकासको पनि सम्भावना हुँदैन, त्यस्तो मान्छेहरूलाई चाहिँ सामान्यतया उत्पादन गर्ने सवालमा ठुलो खेती त्यस्तो सम्भावना छैन। तर त्यसमा चाहिँ जस्तो सानो बाख्रा पालनहरू भयो, चल्ला पालनहरू भयो, यसका साथसाथै यो खास गरी मसला खेतीहरू जस्तो यो टमाटरहरू भयो, त्यसपछि आएर यो चाहिँ लसुन भयो, प्याज भयो र त्यसपछि धनियाँ खेतीहरू हो, यसको लागि पनि हामीले चाहिँ केही सहयोग गर्न सक्यौँ भने एक हदसम्म चाहिँ हल गर्न सकिन्छ जस्तो लाग्छ। अर्को मैले देखेको के हो भन्छ भन्दाखेरि व्यवस्थापनको सवालमा हामी चाहिँ व्यवस्थापनको पाटोमा अलिक कमजोर जस्तो छौँ, पहिलो कुरा। दोस्रो कुरा के भन्छ भन्दा व्यवस्थापनलाई हामीले आफै पनि कतिपय अवस्थामा मुनाफा भइरहेको छ व्यावसायिक हिसाबले। व्यवस्थापन कृषि उत्पादन गरेर कृषि कर्ममा रमाउने साथीहरूको व्यवसायलाई अझ थप मद्दत पुर्याउने सवालमा भन्दा पनि कृत्रिम खालको समस्या कतिपय अवस्थामा अपनाएर त्यसलाई चाहिँ अप्ठ्यारो पार्न खोजेको जस्तो देखिन्छ, एउटा पाटो। दोस्रो पाटो जस्तो मानौँ अहिले चाहिँ पछिल्लो चरणमा आउँदाखेरि 10 वर्षको सेयरभित्रमा एउटा डाटा त सरकारी तथ्याङ्कको होला, अर्को चाहिँ प्रत्यक्ष फिल्डमा पुगेको कुराहरू हो। जस्तो चितवनको कुरा गर्दाखेरि चितवन धेरै टाढा छैन, चितवनबाट बारीमा खास गरी सब्जीहरू ढुवानी गर्न त्यति समस्या हुँदैन। बरु हामीले के गर्छौँ भन्छ भन्दाखेरि सब्जीहरू यता सीमापारीबाट ढुवानी गर्न पर्यो भनेपछि हामीलाई चाहिँ भ्याट त्यसपछि आएर ढुवानी चार्जको सवालमा चाहिँ सस्तो पर्ने भएको हुनाले यताबाट हामी चाहिँ बढी अलि प्रेरित हुन्छौँ, चितवनबाट ल्याउन चाहँदैनौँ। यसका साथसाथै सल्यान र यो जालकोट कालीकोटमा फलेको तरकारी आलुहरूलाई चाहिँ तराईतिर चाहिँ एउटा व्यवस्थापन गर्ने सवालमा हामी चासो दिँदैनौँ, किनकि कहिले पनि कुनै हिसाबले कृत्रिम यस्तो समस्या देखाएर भोलि चाहिँ पब्लिकहरू विशेष किसानहरूलाई एउटा खालको समस्याहरू पार्ने देखिएको छ। यसको सवालमा फेरि मैले पुनः भने तीनवटै सरकारको जिम्मेवार व्यवसायहरूले महत्त्वपूर्ण साथ हल गर्न सके जस्तो लाग्छ। म 2 जना स्थानीय सरकारका प्रतिनिधिहरू हुनुहुन्छ,
यहाँको लिखित योजना छ कि छैन पालिकामा? यहाँको पालिकाको वेबसाइटमा त्यस्तो देखिन्न। अब त्यो बनाउन कतिको जरुरी ठान्नुहुन्छ? साँच्चै तपाईँको कृषिको लक्ष्य के हो त? तपाईँका कतिजना मान्छे कृषिमा संलग्न छन्? कति पुर्याउन खोज्नु भएको छ? कृषिबाट आम्दानी कति गर्न खोज्नु भएको छ? कतिलाई रोजगार दिन खोज्नु भएको छ? त्यसपछि त्यहाँ किन्न आउने मान्छे, बेच्न के अरे किन्ने मान्छे, बेच्ने मान्छे, अरू कुराहरू त्यहाँ जोडिएर आउँछ है त। अनि अर्को चाहिँ हामीले कृषि कर्म गर्दैछौँ भने मार्केटले के मागेको छ त? मार्केट लेड प्रोडक्सन भन्छ के। अब अहिले पहिलाको जस्तो जे चाहिँ परम्परागत रूपमा उत्पादन गर्यो त्यही बिक्री हुन्छ नो, अब त्यसरी जीवन चल्नेवाला छैन। मार्केटले के मागेको छ त्यो प्रोडक्सन गरौँ, त्यसपछि जीवन राम्रोसँग चल्छ। त्यतिमा त्यो चाहिँ म भन्न चाहन्छु। अब अनि अर्को कुरा अलिकति ठुला आयोजनाहरूको लागि परियोडीको कुरा छ होइन। यहाँहरूसँग साझा अधिकार पनि छ प्रयोग गर्न मिल्ने। पालिका मिलेर प्रदेशसँग वा सङ्घसँग कस्तो परियोडी कहिले गर्नु हामीले त सुनेको छैन है त। त्यस्तो कुरा पनि हामीले सोच्ने हो कि है, किनभने त्यो त हाम्रो जीवन मरणको जन्मेदेखि नै चाहिने चिज हो कि हरेक दिन चाहिने होइन। त्यो भएर यसलाई त्यसरी चाहिँ प्राथमिकतामा राख्नका लागि अनुरोध गर्छु। अर्को अलिकति हाम्रो नरेनापुरको अध्यक्षज्यूले कर्मचारीहरू पनि अलिकति सहज खोजिरहेछन् भन्ने तर्फको कुरा गर्नुभएको थियो हो। हिजो आज अनुशासन र नैतिकताको खडेरी पर्दैछ, त्यो रियलाइज हुन्छ, तर तपाईँको कमिटमेन्टले त्यो कुरा ग्याप फुलफिल गर्छ। म चाहिँ त्यो चाहिँ मेरो अनुभवले भन्न खोजिरहेको छु है। यहाँको जस्तो किसिमको कमिटमेन्ट हुन्छ, जसरी मान्छेहरूलाई चाहिँ मोटिभेसन गर्नुहुन्छ, त्यसैले नै रिजल्ट आउँछ। अर्को कसैले रिजल्ट ल्याइदिनेवाला छैन। र अब अलिकति इक्जाम्पल होइन, हामीसँग सहकारीहरू पनि छन् कृषि क्षेत्रमा काम गर्ने, आमा समूह, महिला समूहहरू पनि छन् थुप्रै होइन। हो, उहाँहरूलाई कसरी ओनरसिप फिल गर्ने, कसरी चाहिँ परिचालन गर्न सक्ने होइन, त्यसको अलिकति स्पष्ट खाका बनाउनु जरुरी छ। यहाँहरू सिक्न चाहनुहुन्छ भने गुलरियामा धेरै होला, यहाँहरूसँग पनि होला, मलाई थाहा छैन सबै। गुलरियामा एउटा यो दिगोपन उद्यमी महिला सहायता संस्था मैले 1 महिना अगाडि भिजिट गरेको थिएँ। म पनि यस्तो सिक्ने कुरामा निकै इन्ट्रेस्ट लाग्छ। म हजुरको पालिकामा गएँ भने पनि यस्तो कहिले सोधिहाल्छु, त्यहाँ पुग्छु, सुन्छु, के अरे सिक्छु। र गुलरिया गएको बेलामा त्यो सिक्ने मौका पाएको थिएँ। यहाँ त्यहाँ जानु होला, दिगोपनका लागि कृषिमा कसरी काम गर्ने भन्ने चाहिँ एकदम राम्रो उदाहरण छ। र अब यता हाम्रो के अरे उद्योग वाणिज्य सङ्घको महासचिव सरले हामीले चाहिँ यो लिड गर्ने सवालमा गरिरहेछौँ भन्नुभएको छ। हाम्रो विधानमा कृषिमा यो किसिमले नेतृत्वदायी भूमिका चाहिँ खेल्ने भन्ने स्पष्ट उल्लेख छ वा तपाईँले विधान संशोधन गर्नुहुन्छ? नीति त छैन, मलाई पनि थाहा छ होइन। किनभने बिना नीतिको काम गर्छु भनेर भन्नु चाहिँ यो अलि गाह्रै विषय होला जस्तो लाग्छ। अब अहिले जिम्मेवार अध्यक्ष पनि यही हुनुहुन्छ, पदाधिकारी पनि यही हुनुहुन्छ। हामी यसलाई साँच्चै चाहिँ के भन्छ लिड रोलमा रहने हो भने त हामी पहिला तयार हुनु पर्यो कि होइन। हामी तयार हुन सकेनौँ भने यो यस्तो इभेन्ट हुन्छ, सिद्धिन्छ होइन। यसलाई चाहिँ गम्भीरतापूर्वक लिइदिनका लागि म विशेष अनुरोध गर्न चाहन्छु। अर्को एउटा जुन बहुत राम्रो कुरा लिएर आउनु भएको छ, यो जुन कृषि सेनाको कुरा छ नि, मैले यो कुरा चाहिँ कोरोनाको बेलामा सोचिरहेको थिएँ कि खासमा। र मैले धवलचन्द्र शेर त्यति बेलाको हाम्रो नगर प्रमुख हुनुहुन्छ, उहाँसँग कुरो गरेको थिएँ। त्यति बेला बोर्डिङ स्कुलको टिचरहरू चाहिँ करिब तलब नपाउने स्थितिमा हुनुहुन्थ्यो। हाम्रा वडाका सबै जग्गाहरूप्रति बाँधो छन्, एसेसमेन्ट गरौँ र उहाँहरूलाई एसेसमेन्टमा प्रयोग गरौँ। अनि त्यहाँबाट लेबरहरू चाहिँ खाली हुनुहुन्छ, उहाँहरूलाई प्रयोग गरौँ। के अरे यो महिला ग्रुपहरू हुनुहुन्छ, उहाँहरूलाई प्रयोग गरौँ। हामीको बाँके भनेको करिब आकाशे खेतीमा नै निर्भर हुन्छ। नेपाललाई पनि खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ, यति सम्भावना छ। तर हामी चाहिँ अहिले मोर देन 96% चामल बाहिरबाट आइरहेका छौँ। लिडरसिपमा भिजन चाहियो छ र त्यो अनुसारको एक्सन चाहियो। र अर्को कुरा के भने बजेटले मात्रै समस्या गर्दैन। अब मैले अरूको अध्ययन गरेको छैन, नेपालगञ्जको हकमा तपाईँ हामी सबैले ख्याल गऱ्यौँ भने नेपालगञ्जको त्रिभुवन चोकदेखि बिटिआरसम्म मैले एउटा रिसर्च गरेको थिएँ। 360 घरमा
तपाईँको 38% सामान्य राजस्व घर कर पनि तिर्दैन, राजस्व पनि तिर्दैन, व्यवसाय पनि दर्ता गरेका छैन। व्यवसाय के अरे हामी नगरवासीले तिर्नुपर्ने कर मात्रै तिर्यौँ भने नेपालगञ्जमा 1 महिनामा 60 लाख रुपियाँ राजस्व उठाउन सकिन्छ। यस्ता कामहरू गर्नलाई बजेटले कहाँ छेकेको छ? धन्यवाद। नरेन्द्रमा फरक होला, खजुरामा फरक होला, हैन? त्यसकारण अलिकति हामी फरक ढङ्गले सोचौँ। फरक ढङ्गले सोच्यौँ भने हरेक चिजको विकल्प छ। अब पनि फरक ढङ्गले सोचेर काम गरेनौँ भने व्यवस्थाप्रति नै नकारात्मक दृष्टिकोण जनताले सबै बनाइसकेको छ। त्यसकारण एकदमै गम्भीर हुन म निवेदन गर्न चाहन्छु। धन्यवाद। धन्यवाद। निष्कर्षमै पुग्ने गरी केही कुराहरू राख्नु भएको छ, केही प्रश्न पनि रेज भएको छ। धन्यवाद सर। खास गरी गाउँपालिकाले यो नीतिगत रूपमै कृषिलाई प्राथमिकतामा राखेन कि जस्ता प्रश्नहरू र इच्छाशक्ति भयो, भिजन भयो भने बजेट मात्रै बाधक हुँदैनन् कि जस्ता कुराहरू आए। र अर्को यो यहीँबाट आएका कुराहरू कमसेकम यो भूमि ब्याङ्कका कुराहरू बेला बेला चर्चा पनि हुन्छ। कसैले कयौँ बिघा जमिन बाँझो राखेका छ। अघि बैजनाथका साथीले भन्नुभयो ताल पूर्जा नभएर जमिन नभएर खेती गर्न नपाउनेहरू पनि छन्। पालिका स्तरमा त्यो नीति बनाएर त्यो ग्याप फुलफिल गर्न सकिँदैन। नगर परिषदको ठाउँमा कृषि सेना राख्न सकिन्छ भन्ने कुरा हैन, त्यो अस्वाभाविक छैन। अब स्वाभाविक रूपमा राख्न सकिन्छ, कस्तो प्लान बनाउने भन्ने कुरा हो। त्यस्तो कहिलेकाहीँ कस्तो लाग्दो रहेछ भने यस्ता कार्यक्रमहरूमा हेर्दा सुन्दा अनि चाहिँ अर्को कुनै ठाउँमा गएर बोल्दा यी सधैँभरि सुनिराखेका जस्तो अनि आफूले सधैँ जानिराखेका जस्तो जब गर्ने क्रियाकलाप आउँछ नि इम्प्लिमेन्टेसनको पाटोमा जान्छ, क्रियान्वयन गर्ने बेलामा महाभारत पहाड उठाएको भन्दा पनि गर्नुमा हुने त्यो हलचलै नगर्ने, त्यो किन भयो? पहिलो कुरा समस्याको पहिचान त्यहाँदेखि जानुपर्छ जस्तो लाग्छ। र त्यो सँगसँगै जिज्ञासा राख्ने सबै आदरणीय व्यक्तित्वहरूले भन्नुभयो पैसाको जरुरी छैन, पैसा मात्रै सबै थोक होइन, योजना नीति विधि भयो भने जान सकिन्छ भन्ने कुरामा 100% सत्यता छ त नभनौँ। किनभने अहिलेको यो विश्व भूमण्डलीकरण, विश्व व्यापकता, अहिलेको प्रतिस्पर्धाका आधारमा हामी त्यो चरणमा छौँ कि छैनौँ भनेर अर्को चरणमा बहस होला। तथापि त्यो केही हदसम्म धेरै 2/3 भन्दा पनि बढी सत्य छ। किनभने केही अनुदान नपाउँदाखेरि पनि हाम्रा पुर्खादेखि हामीसम्म तपाईँ हामी आज पनि खेती त गरिराखेकै छौँ नि। त्यो अहिले गरिराखेको निर्वाहमुखी खेतीलाई व्यवसाय कसरी बनाएर हामीलाई आत्मनिर्भर बनाउने भन्ने मात्रै चुनौती त हो नि। गाउँघरमा मैले अनुदान पाएन भनेर खेती गर्न छोडेर बाँधा राखेका जमिन छन् कति र कति पनि छैनन्। तर जुन खेतीमा विज्ञहरूले, विशेषज्ञहरूले, कृषि वैज्ञानिकहरूले 1 कट्ठामा 5 क्विन्टल फल्छ भने होला, त्यहाँ हाम्रो 25 किलो फल्छ होला, त्यो अर्को छलफलको पाटो हो। 1.25 क्विन्टल फल्छ होला, अर्को छलफलको पाटो हो। तर खेती त गरिराखेका छौँ। जब निरन्तर रूपमा त्यही दुःख गरिराखेका छौँ भने त्यसैलाई परिमार्जन गरेर आफूलाई आत्मनिर्भर बनाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने कामतिर किन स्थानीय सरकारहरूले नसोच्ने भन्ने कुरा निकै सान्दर्भिक हो। र यसलाई मैले कहाँ पढीमा लिएर गएँ भने यो सबै गरिराख्दाखेरि अघि हरि सरले भन्नुभयो नीति विधि बनाएका छन् कि छैनन्, छ बनाइएको छ। बकाइदा कन्सल्टेन्टहरू बोलाएर यहाँसम्म हामी पुग्ने, रोजगारी यति दिने, खाद्यान्नमा आत्मनिर्भर बनाउने सम्भव भएदेखि हामीले आयातलाई मात्रै प्रतिस्थापन गर्न सक्यौँ भने अहिले निर्यात गर्ने कुराको परिकल्पना कम गरौँ। तत्कालको हाम्रो स्टेजको कुरा गरौँ। नीति हाम्रै मौलिकतामा छ, खजुराकै मौलिकतामा गएर हामीले बाहिरबाट आउने आयात कृषिजन्य उपजहरू खाद्यान्न अहिले भर्खरै 7 महिनाको प्रतिवेदन हेर्नुहुन्छ भने त 36.5 अरबको त हामीले चामल गहुँ मगाएका छौँ, 25 अरबको हामी तरकारी मगाएका छौँ, 16 अरबको जनावरले खाने चारा मगाएका छौँ, 6.5 अरबको त लसुन आएको छ, 2.5 अरबको चाहिँ प्याज आएको छ। है यो सबै कुराहरू, यिनी कुराहरू त हामी घरमै पनि गर्न सक्छौँ नि, हैन? त्यस्तै गरेर 12 अरबभन्दा बेसी 16 अरबको फलफुल आएको छ। लसुन त हामी कहाँ गयौँ भने अहिले व्यावसायिकता भन्दा म अघि फेरि प्रत्येक सरले भनेकोमा पनि म आउँछु। हाम्रो ग्याप कहाँ छन्, मैले देखेको ग्याप त्यो सत्य नहुन पनि सक्छ। यस्तै फोरमबाट निकालौँ। त्यसले गरिराख्दाखेरि हामी कहाँ भएको समस्या के हो भने जडतामा हामीले समस्याको पहिचान के गर्न सकेनौँ भने अघि सुरुमा एउटा प्रश्न उठेको थियो, श्रमलाई सम्मान भएन। संसारका सबै धनाढ्यदेखि लिएर मानव जातिदेखि लिएर सबैले यही अन्न नै खाने होला।
एकदमै संसारका टप 10 100 को अब 1500 भित्र पर्नेहरूले पनि आफ्नो चाहिँ पुरा प्लेटमा कोही हिरा मोती पस्केर त खाँदैन, त्योभन्दा मुनिकोले सुन खाँदैन। अनि हामी किसानले मात्रै खाद्यान्न खाने भन्ने होइन, संसारका सबै मान्छेलाई बाँच्न छ भने स्वस्थकर उपयोगी गुणस्तरीय खाद्यान्न खानै पर्छ भने सारा संसारका मान्छेहरूलाई पाल्ने पेसामा लागेका मान्छेहरूलाई हेप्ने प्रवृत्ति कहाँदेखि आयो? पहिला यसको खोजी गर्न पर्यो। कसैले घरमा अहिले छोराछोरी कोही पनि लागिरहेछ भने तपाईँ हामी त ढुक्कसँग डक्टर छ, इन्जिनियर छ, सिए छ, अधिवक्ता छ, अर्को छ ठाँटसँग भन्छौँ नि। त्यही एमएससी गरेर बिएससी गरेर केही गरेर खेती गरिराखेर छ घरै खेती गर्छ। किन हामी ठाँटसँग हामी खेती गर्छौँ? मेरो काम भनेको कृषि उत्पादनमा छ भनेर भन्न सक्दैन। यो समाजले सिर्जना गरेको कुरा हो। समाजले कसले सिर्जना गर्यो? अलगैबाट आयो त? एउटा हाम्रो शिक्षा प्रणालीको कुरा रह्यो, अर्को कुरा हाम्रो घरको कुरा रह्यो। ल छातीमा हात राखेर आजको दिनबाट भनौँ न त, हामी हात उठाउँ। कतिजना मान्छेले तैँले पढाएको सँगसँगै तैँले अलिकति कृषि कर्म पनि गर्नुपर्छ, लसुनको पोटी भनेको यस्तो हुन्छ यहाँ लगाएर उम्रिन्छ भनेर सिकाएको छ। सबैले भन्दैछौँ पढ 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 पढ, अरू केही पनि नगर, तेरो काम पढ्ने हो। अनि पढ्दा पढ्दा पढ्यो, जम्मै पढ्ने जतिले 4 GPA पनि ल्याएर डिस्टिङसनै हाने सबैले। त्यस पछाडि रोजगारीका लागि जब बजारमा जान्छ अनि थाहा पाउँछ के छ दुःख, अनि काम गर्न जाने छैन। किन जाने? ए हजुर सानैबाट राम्रो गर्ला भनेर होस्टेल राखेको। भात पकाउन जाने छ, कहाँ पाक्छ थाहा छैन, देख्नै पाएन भने त्यही खान्थ्यो। त्यस पछाडि गाई दुहुन जाँदा कठैबाट त्यो त छेउमै गएको छैन, पोकाबाट जानेको जति केही छैन। पढ्न चाहिँ त्यसैले पढ्यो बिचरा, उसको पनि दोष छैन। पढ्ने भनेर पढ्यो। अब चाहिँ एउटा मान्छे काम गर्न जाँदाखेरि ए तैँले यही माटो खेलाउनलाई यति पढाएको होस् भनेर त्यही वरिपरिबाट ढोधपेच गर्छ। अनि किन बस्छ यहाँ? अनि तपाईँ हामी वरिपरिको मान्छे कृषि कर्ममा लागेको छ, कसैको खुट्टा भाँचिँदाखेरि उसले सहयोग गर्छ, सर्पले टोक्दाखेरि साइकलमा राखेर हस्पिटल ल्याउँछ, अनि त्यसले जसलाई बोकेर हस्पिटल ल्याएर निको पारेर गयो, अनि घर उसको बाउसँग कुरा गर्यो, यो गर्यो भने तपाईँको छोरा त पहिला तगडै थियो नि त। तिनीहरू भन्दा त कमजोर छँदै थिएन। हेर्नुहोस् त त्यो अमेरिका गएर यसो गरिसक्यो, अस्ट्रेलिया गएर यसो गरिसक्यो, जापान गएर यसो गरेर भन्छ बिचरा जसले बचायो त्यसैलाई ठोसेको छ। किन हेरेको छ? कृषि गर्यो भनेर हेरेको छ। त्यसकारण पहिला यसलाई कहाँदेखि उखान गर्ने भन्ने विषयको बहस चलाउँ र अहिले ठुलो परिकल्पना गरेर खाद्यान्नमा यो हामी पुरै अब निर्यात गर्छौँ, यो गर्छौँ, यति कमाउँछौँ भन्ने भन्दा पनि अहिले जसरी हामीले 17-18 खरबको चाहिँ व्यापार भइरहेको छ यो देशमा, यो भइरहँदाखेरि हामीले दिनानुदिन खाने खाद्यान्न 2 खरबको आउँछ। यो 7 महिनामा 1 खरब 5 खरब रुपियाँको आइसक्यो। अनि हामीलाई कहीँ अस्पट केही लाग्दैन, अप्ठ्यारो केही लाग्दैन। अनि अर्को यो बाटोलाई हामीले सुधार्न जरुरी छ। यो सुधार्ने को बसेर सुधार्ने? अघि प्रदीप सरले भनेको म कहाँ आएँ भने तरकारीमा समस्या होला, खाद्यान्नमा समस्या छैन। बजारीकरणको भन्नुभयो त्यो केही हदसम्म सही होला, तर हामीले बेच्न सक्ने गरी खाद्यान्न कति उत्पादन गर्छौँ? आज 2062-63 सालमा 7.5 अरब रुपियाँ खर्च लागत लाग्छ भनेर योजना गरेको सिक्का 10 वर्षमा सक्ने भनेको सिक्का 22 अरब रुपियाँ सकिसक्यो। 62-63 जोड्दै जानुहोस् कति भयो? अब त 89-90 सक्ने भन्ने प्लान आएछ। 52 अरब पुगिसक्यो म भन्दैछु। 42,000 हेक्टर जमिनमा सिँचाइ गर्ने भने हो नि त। आज 2078 को कृषि गणना हेर्नुभयो भने बाँकीमा खेती योग्य जमिन बच्यो कति? 36,000। अबको 10 वर्षमा के होला? त्यही पनि बस्ला कि नबस्ला? नहर चाहिँ हाम्रा घर घर जाने, नहरबाट छिसिक्क पानी हाल्ने ऊ पनि नहुने, अनि त्यसैलाई बन्द गरेर केटाकेटी पौडी खेल्ने पो हुने हो। यो नीतिको खामीको कुरा मैले गरेको। यो नीतिको खामीको कुरा गर्दै गर्दा तपाईँले अहिले भू-उपयोग ऐन 2076, भू-उपयोग नियमावली 2079, भू-उपयोग नियमावली 2079 ले स्पष्ट भनेको छ नि त 10 किसिमले जग्गाको वर्गीकरण गर्नुहोस्। त्यसको मकसद भू-उपयोग ऐन 2076 र नियमावली 2079 को मकसदै के हो भने कृषि योग्य जमिन बचाउने भन्ने थियो। 10 किसिमले वर्गीकरण गर्ने भन्ने ठाउँमा हामीले भुक्तभोगी छौँ। स्थानीय सरकारले 11 पटक बैठक राख्यो। कोही हालो मस्त, कोही चालो मस्त, कोही खाके रोटी दाल मस्त मस्त, हम सब मस्ती में ये दिल वालों की बस्ती में, जुन दिन जे पर्ला परिचाला।
यसै गरी जाने हो त गर्ने कि अब के गर्ने जाने होइन यस्तै फोरमबाट सल्युसन निकाल्ने सबैले उठे भक्ति होइन इमानदारपूर्वक कर्तव्यनिष्ठ हुने गरी हामी यो हलबाट बाहिर जाँदाखेरि पनि यो कुरा बिर्सिँदैनौँ यो योजना बनाउँछौँ यो देश बचाउन छ यहाँका बच्चा बच्ची बचाउन छ हाम्रा सन्तति बचाउन छ भनेर बचाउनलाई प्रण गर्ने र त्यो के प्रण गर्ने भने त्यो फेरि खोक्रो कुरा ल्याएर मात्रै होइन अघि हरि सरले भने चाहिँ नीति बनाऊ विधि बनाऊ कार्यनीति बनाऊ र अलि निर्गम भएर त्यसलाई लागू गर्नेतिर पनि जाउँ अनि त्यही प्रसङ्गमा अघि भन्नुभएको थियो अनुदान लिनका निमित्त पालिका जानुपर्ने घरेलु जानुपर्ने कहाँ जानुपर्ने हो त्यो दोहोरो होइन है फेरि तपाईँले व्यावसायिक रूपमा कृषि उत्पादन गर्न चाहनुभयो भने कृषि फर्म गाउँपालिकामै दर्ता हुन्छ दर्ता भएका फर्महरू प्यान लिनुपर्ने भन्ने नेपाल सरकारकै नियम छ त्यो हामी केही पनि गर्न सक्दैनौँ तर ती मान्छेहरू घरेलुमा जानु पर्दैन उहाँहरूले गाउँपालिकामा मात्रै दर्ता गरे पनि हुन्छ किन गाउँपालिकाबाट घरेलु आउनुहुन्छ भन्दा त्यसको फेरि स्थानीय सरकार सञ्चालन ऐनले यस्ता उद्योग घरेलु उद्योगहरू दर्ता गर्ने अधिकार स्थानीय सरकारलाई दिएको भए तापनि यो सङ्घीयताको मर्मभन्दा विपरीत भन्ने हो कि के भन्ने हो अहिले घरेलुको सर हुनुहुन्छ भने यही भन्नु होला 5 लाखभन्दा बढी को कहाँ के पुँजी भयो भने ब्याङ्कबाट ऋण खान परेछ त्यहाँ पालिकामा दर्ता भएको मान्दैन भन्छ अरे अनि यो ऋणको पनि एउटाले त्यसरी चाहिँ सिप सिकेको छ एउटा सँग केही पनि सिप छैन तर के छ भने स्रोत साधनमाथि उसको कब्जा छ सिप भएको मान्छेसँग जसले चाहिँ तरकारी खेती गर्ने या पशुपालन गर्ने या गहुँ लगाउने सिपका आधारमा अनुदान दिन सकिँदैन सिपका आधारमा ऋण दिने भनौँ न सिपका आधारमा अनुदान दिएर के गर्ने सिप त प्रयोग गर्ने ठाउँ होला नि त उत्पादन गर्ने ठाउँ जमिनमा जोत्न खन्न सबै गर्न उसले आधुनिकीकरण गर्न पाएन भने यो ऋणका लागि पनि त नगरपालिका या पालिकाले सहजीकरण गर्न सक्दैन ऋणका लागि पालिकाले स्थानीय सरकारले निकै पहल गरेका छन् र अहिले प्रदीप सरले पनि भन्नु होला ब्याङ्कहरू भनेको यहाँ तल गएर पुँजी हामीले दिइसकेपछि त्यसले पुँजी फेरि अर्को पनि जेनेरेट गरेर हाम्रो ऋण पनि तिर्छ र त्यसले पनि कमाउँछ भन्दा पनि पहिला मैले लगानी गरेको रकम सुरक्षित छ कि छैन तपाईँको 1 करोड सम्पत्ति राखेर 50 लाख दिने 75 हुँदै नहुँदै तपाईँको लिलाम गरिदिने र टाक पल्टाइदिने बाँकी दिने भने 25 त छँदैछ के भयो 25 घटाए पनि 75 मा गइहाल्छ हिसाब किताब यहाँ रोजगारीको सिर्जना गर्ने र आम्दानीका निमित्त आम नागरिकहरू तल्लो भुइँतको मान्छेलाई गरौँ भन्ने भन्दा पनि उसले आफ्नो सम्पत्तिको सुरक्षण पहिला गरेर मात्र ऋण लगानी गर्ने परिपाटी छ दिने दिँदैन अहिले भनेको कृषिमा लगानी गर्ने भने होइन सस्तो ब्याज दरमा कहाँ गएर अड्किराखेको छ कसले लग्यो कता गयो यसको व्यवस्था फेरि तपाईँले तोकेको यो घन्टाभित्र पनि हुन सक्नेवाला छैन यो भयङ्कर जति गम्भीर बुझ्नै नसकिने यो भङ्गालो यो अँध्यारो सुरुङभित्र छिरे जस्तो हो यसले गर्दाखेरि दिँदैन एउटासँग जमिन छ ल मान्नुहोस् अहिले भन्यौँ नि यहाँ खेतीयोग्य जमिनहरू बाजा भएको लिने तपाईँ यही नगरपालिकाभित्र हरि सरले भन्नुभयो कैयौँ ठाउँमा मलाई लाग्छ यहाँ त्यो हिसाब किताब गर्ने हो भने आधा कट्ठा 2 कट्ठा 1.5 कट्ठा लिएर छोडेका जमिन एकै ठाउँमा कम्पाइल गरेर हेर्नुभयो भने यहाँ 5-10 बिघा निक्लिन सक्छ त्यो बाँझो उनीहरूसम्म जसको नाममा दर्ता श्रेष्ठता पुगेको छ त्यो ठिक्क ढुक्कले बसिया छ त्यसलाई जोतेर केही लगाउनुहोस् त भोलिपल्ट कसरी आउँछ त्यो त्यसलाई नीति बनाएर नीति बनाएर त नीति बनाउने भन्दा पनि नीति तपाईँले के नीति बनाउनुहुन्छ संविधानले के दिएको छ कुनै पनि एउटा नेपाली नागरिकलाई उसले आफ्नो निजी सम्पत्ति राख्ने अधिकार दिएको छ त्यो नीति बनाउन त के गर्नु पर्यो भने कुनै पनि बेला सरकारले चाह्यो भने त्यसलाई लिने अनि सरकारीकरण सबै गरिसकेपछि अनि जसले काम गर्ने त्यसलाई लिजमा दिने व्यवस्था होइन कि तिमी खेती गर होइन भने 5 वर्षका लागि हामी लिजमा दिन्छौँ ए हजुर यो मैले भने भूउपयोग ऐन र नियमावली बनिसकेपछि सङ्घीय सरकारले पनि अहिलेसम्म 10 किसिमले चाहिँ जग्गाको वर्गीकरण गर्न सके अवस्था छैन किन छैन होइन हामी त समस्याको होइन समस्या मैले त्यसमा खोजिया होइन सबै आदरणीय व्यक्तित्वहरू जानकार हुनुहुन्छ कि कहीँ न कहीँ कतै न कतै हाम्रो एडभोकेसी पुगेन कहीँ न कहीँ हाम्रा जग्गा छन् कहीँ हामीले जग्गा भएको मै जग्गा भएको मान्छेले पनि म कृषिमा राख्न पाउँदैन किन त्यो नियमावलीमा के लेखिदिएको छ भने कृषि योग्य भनेर वर्गीकरण गरेको जग्गा तराईको हकमा लगभग 2 कट्ठा भन्दा कम बेच्न नपाउने बेचिहाल्यो भने पनि कृषि बाहेक अर्को गर्न नपाउने भन्ने छ यो भूमिले केही पनि माग्दैन यो भूमिले परिश्रम मात्रै माग्छ मान्छेसँग परिश्रम माग्छ उसले दिन मात्रै जानेको छ लिन केही जानेको छैन मैले पर्याप्त मात्रामा उत्पादन गरेर म समृद्ध बन्न सक्छु भन्ने भन्दा पनि दिमागमा
यो टुक्रो त अहिले आमा 1 करोड रुपियाँ कट्ठा भएको छ, यसलाई झ्याप्पा आधा बेच्दियो भने त 50 लाख आइरहेको छ, यहाँ लगाएर के आउँछ भन्नेतिर छौँ हामी। यो मनस्थिति नै परिवर्तन गर्ने उपाय त मनस्थिति परिवर्तन गर्ने उपाय भनेको वृक्षारोपण गर्यो भने साना साना बिरुवाहरू हामीले रोपण गर्यौँ भने त्यो बिरुवा हुर्किएर जङ्गल रुख हुँदो रहेछ। अब रुख रोपण गरेर हुनेवाला छैन। मैले भन्नु खोजेको आशय बुझ्नु होला। ठुला ठुला रुखहरू उखलेर हाम्रो जस्तो प्रविधि भएको ठाउँमा अब रुख रोपण गर्छु र बचाउँछु भन्नुभयो भने बचाउन सक्नुहुन्न। भन्न खोजेको अहिलेसम्मको पिँढीमा जे मनस्थिति आयो, अभिभावकमा जे मनस्थिति आयो, ट्रान्सफर्मेसन भन्छ नि, अहिले यो पछाडि किन यस्तो भयो? म अलिकति अब समय पुग्ने नपुग्ने है, अघि वैज्ञानिक जग्गाको कुरा गर्नु भएको थियो। हामीले गर्न पाउने नपाउने, खेती त मजाले गर्न पाउने, खेती गर्नलाई रोक्या होइन। उहाँले भन्नुभएको कुरा के हो भने त्यसरी खेती गरेका कृषकहरूले अनुदानमा समावेश हुन पाएनन् भन्ने हो। त्यति मात्रै हो। अब संक्षेपमा हामीलाई कस्तो भने समयले स्पष्ट त भएर जान पर्यो। बिचरा अब सबै त्यस्ता ऐलानी जमिनहरू भएका मान्छेहरूले खेती मजाले गर्न पाउनुहुन्छ। त्यो मजाले खेती गरिसकेपछि अनुदानमा समावेश कसरी गर्ने भन्ने कुरा फेरि नीतिगत रूपमा अब ठिक छ गरिहेरौँ न, हामीले गरिहेरौँ, स्थानीय सरकारले गरिहेर्छ। अब मुद्दा परेछ भने अहिले अधिवक्तादेखि लिएर तपाईँहरू चाहिँ सबै चाहिँ यो प्रबुद्ध वर्ग किन नपाउने भनेर लाग्नु होला। एउटा त्यति त निष्कर्षमा पुगौँ न। त्यसको पनि निकास आउँछ। मैले अर्को के भन्दै थिएँ भने यो गइराखेको बितिराखेको कुरालाई ट्रान्सफर्मेसन जसरी भयो नि, धेरै विद्यार्थी अहिले गाउँमा जानुभयो भने 60+ भन्दा तल उमेरको मान्छेलाई कृषि पेसामा देख्नुहुन्न। त्यो मेरो ग्यारेन्टी हो। त्यहाँ पनि छ, त्यहाँ पनि त्यसले गरेको छ भनेर हिसाब लगाउनु हो भने त्यो पर्सेन्टको हिसाब नगरौँ। 1 बोरी चामलमा थोरै थोरै धान देखियो भने त्यसलाई हामी बिहा भन्छौँ, धान भन्दैनौँ। लाग्नु भएको छ युवाहरू पनि। किन यो प्रति आकर्षण भएन भन्दा अहिले ज्येष्ठ हाम्रा बुवाहरू, हाम्रा बाजेहरूले धानेर कृषि धानिएको छ। एकजनाको घरमा तपाईँ जानुहोस्, मेरै गाउँमा हल गोरु छैन। यो परिवर्तित समयमा यान्त्रिकीकरण कसरी गर्ने भन्ने कुरा अर्को चुनौती छ सर। अनि मैले अघि थोरै हाम्रो खाद्यान्नमा समस्या छैन भनेको कुरा के हो भने खाद्यान्नमा समस्या हामीले भोल्युममा उहाँहरूलाई कम्पनीलाई पुग्ने गरी उत्पादन हुन त्यो गाउँमा सकेको छैन। त्यहाँ बेच्ने भनेको अघि भने चाहिँ 1 कुइन्टल, 1.5 कुइन्टल, 2 कुइन्टल, 3 कुइन्टल बेच्छ। जे लागत अनुमानमा लागतमा चाहिँ आइराखेको छ उत्पादनको लागि त्यसको पैसा पनि उठ्दैन। राज्यले 2700 धानको मूल्य तोकिराखेको बेला धान त 2100 मा तौलिरहेको हुन्छ। बेच्न बाध्य छ। कहाँ लैजाने भन्दा उहाँले निःशुल्कमा गोदाम दिए पनि अघि भने जस्तै ट्रान्सपोर्टेसन अर्को सवाल, अर्को कुरा। अनि तपाईँ फेरि खाद्य संस्थानले खरिद गरिदिन्छ कि भनेर त्यसम्म होला। त्यहाँ गरिरहँदाखेरि एउटा पालिकालाई 300 कुइन्टल धान खरिद्ने गरे एउटै मान्छे 300 कुइन्टल लिन्छ। को मान्छेलाई दिनुहुन्छ सिफारिस? बेच्न आयो 9 दिनसम्म लाइन लाग्नुपर्छ। 9 दिन यहाँ गर्दाखेरि एउटा ट्र्याक्टरको ट्रलीको दिनको 1000 ओभर 9000 त्यही गइहाल्यो। 300 का लागि 9000 दिनु फाल्टो बोला। धन्यवाद सर। यति धेरै समस्या बिचमा पनि केही त गर्नु पर्यो नि त पालिकाले। अब पालिकाले गर्ने भनेको हामीले के अभियान चलाउँदैछौँ भने प्रत्येक विद्यालयमा यसपटक यो अगाडिदेखि पनि भएको थियो, अलि एकदम चाहिँ एग्रेसिभली के छ भनेका छौँ भने तपाईहरुले पढ्दै कमाउँदै गर्ने नीति अन्तर्गत के योजना गर्ने हो गर्नुस्। हामीले विद्यालयका जमिनहरुमा सिँचाइका लागि बोरिङहरु पनि काटिदिएका छौँ। बाँकी त्यही भएका विद्यार्थीहरुलाई हामीले एक्स्ट्रा समयमा त्यहाँ चाहिँ काम लगाउने, त्यहाँबाट भएको उत्पादन विद्यालयमा राख्ने र यसरी सानो बालबालिका सानो स्थितिदेखि नै अलिकति यो कृषि पेशामा लाग्न ठिक रहेछ भन्ने खालको मनस्थिति ल्याएर अगाडि बढाउने हामीले यो सोच राख्यौँ। धेरै महत्त्वपूर्ण सोच छ यो। सबै पालिकाले मलाई लाग्छ सबै पालिकाले मात्रै देशभरि नै यो पुग्नुपर्छ। मैले धन्यवाद दिएँ यहाँलाई महत्त्वपूर्ण सुनवाई। प्रदीप सर यति धेरै कुरा आए, यसमा तपाईको धारणा संक्षेपमा राख्न चाहे। म धेरै प्रश्नतिर गइनँ। अब एउटा त के क्रेडिट कार्ड चाहिन्छ नि किसानलाई। यदि क्रेडिट कार्ड चाहिँ गाविसमा चाहिन्छ ब्याङ्कले सम्झौता गरेर उपलब्ध गरायो भने उसले त्यसबाट चाहिन्छ नि आफ्नो जति बेला खेतीको लाग्ने टाइम हुन्छ, बिउ किन्ने टाइम हुन्छ वा चाहिँ मल किन्ने टाइम हुन्छ, दुईचोटि प्रयोग गर्ने गरी त्यसलाई चाहिँ जमिनको आधारमा चाहिँ उसको चाहिँ क्रेडिट लिमिट बनाएर यदि गर्यो भने एउटा चाहिन्छ नि त्यो किसानले चाहिँ सोझै पैसा पाउने चाहिँ अवस्था चाहिँ देखाएको छौँ। र त्यसमा चाहिँ ब्याजको दर पनि चाहिँ जुन चाहिँ न्यूनतम राख्नु पर्छ र अनुदानको रूपमा ब्याज चाहिँ सरकारले दियोस्।
कि चाहिँ त्यो किनभने किसानले चाहिँ आज चाहिँ 18% या चाहिँ ₹1.5 सैकडा ₹2 सैकडाको ब्याजको कुरा गर्छु। अब मैले त्यति बेला ज्ञान एग्रीमा गर्दाखेरि हामीले 6% ब्याजको कुरा गरेका थियौँ। अब 6% किसानको बुझाइमा कस्तो ₹6 महिना भयो अरे, जबकि 50 पैसा महिना मात्रै भयो। हामीले धेरैपल्ट धेरै ठाउँमा यो गर्यो भने कहिलेकाहीँ चाहिँ पढाइको कारणले पनि चाहिँ बुझाइको फरकले पनि धेरै कुरा हुन सक्छ। अनि अब बैंकमा आउँदाखेरि त उसले साहुसँग जाँदाखेरि त्यहाँ गयो भने उसले चाहिँ गल्लाबाट निकालेर ₹500 दियो, भोलि 1000 दियो, आज 1000 दियो। बैंकले न 500 दिन्छ न 1000 दिन्छ। खाता खोल्दाखेरि पहिला ₹1000 ल्याऊ, मिनिमम पहिले चाहिँ तेरो खाता खोल्छु। त्यसलाई चाहिँ जिरो बनाउनमा लाग्यो र जिरो बनाउनमा सफल पनि भयो कि जब किसानले 50,000 दिन्छ त 1000 उसले कहाँबाट राख्छ त? राख्नै सक्दैन। जिरो ब्यालेन्सको खाता चाहिन्छ, आउनु पर्यो भन्ने कुरो त्यो पनि भयो। अब चाहिँ जुन चाहिँ कि खेतीको लागि चाहिँ सबभन्दा चाहिँ जुन चाहिँ नि तपाईको विशेषज्ञता चाहियो कि जबसम्म व्यावसायिक रूपमा खेती हुँदैन न किसानको भलो हुन सक्छ न चाहिँ जुन चाहिँ किनभने यो पुरैपट एउटा चाहिँ जुन चाहिँ सानो देशको रूपमा परिणत भइसकेको छ। आज यहाँ कुनै चिजको उत्पादन कम भयो भने अमेरिकाबाट पनि आउन सक्छ, भारतबाट पनि आउन सक्छ, म्यानमारबाट पनि आउन सक्छ। तो हामीले यदि उनीहरूसँग कम्पिटिसन गर्ने हो भने हामीले लागत घटाउने बाहेक हामीसँग अरू कुनै पनि उपाय छैन। अब लागत घटाउनको लागि बिउ राम्रो, मलखाद समयमा र चाहिँ सिँचाइ चाहिँ जुन चाहिँ समयमा भइसकेपछि अनि उत्पादन चाहिँ पर हेक्टर उत्पादन अन्तर्राष्ट्रिय स्तरको अनुसारको नभए पनि 2-4% तल भयो भने पनि अहिले हामी कहीँ पनि छैनौँ। त्यो जब लागत नघटाउँ भने हामी चाहिँ कम्पिटिसन गर्न सक्दैनौँ र चाहिँ जुन अघि जुन भन्यो नि कि हामी 2100मा बेच्न बाध्य छौँ, 2200मा बेच्न बाध्य छौँ भन्ने कुरो अहिले चाहिँ त्यति चाहिँ डिफरेन्स त छैन होला। त्यो पनि चाहिँ सुरुमा आउँदाखेरि 2100-2200को हल्ला किन फिट्छ भने कि नयाँ धान आउँदाखेरि त्यहाँ खाद्य सन्तानमा किन्दाखेरि 14% मोइस्चरको अनि सुरुमा धान आउँदाखेरि 21%को आउँछ। अब त्यो 21% पानीको पैसा त कुनै पनि व्यापारीले पनि दिँदैन कि त्यसलाई चाहिँ मोइस्चरको अनुसारले। तो त्यहाँ पनि बुझाइको अलिकति फरक हुन्छ कि सुरुमा त 2100 भयो, अहिले चाहिँ मेरो 2700 चाहिँ खाद्यले कुन बेला किन्छ जब धान सुकिसकेको हुन्छ त्यति बेला। तर धान आएको 2 महिनापछि 1.5 महिनापछि खाद्यले किन्छ। तो 1.5 महिना अगाडि आउँदाखेरि त्यसको मोइस्चर बढी हुन्छ, रेट कम हुन सक्छ। तर त्यसलाई यदि मल्टिप्लाई गरेर यदि हेर्नुभयो भने त्यो रेटमा चाहिँ 150 रुपियाँको तल माथि हुन सक्छ, तर त्यति चाहिँ फरक छैन। किनभने कि आज हामीले यदि उद्योगमा आज तपाईँको धान सुरुको लगेर राख्छौँ भने 4 किलो 5 किलो सुक्ति जान्छ, खाद्य संस्थामा त 1 किलो पनि सुक्ति जाँदैन भने हामी के व्यवसाय चाहिन्छ त्यहाँ मिलमा हेर्ने मान्छे सबै चोर हुँदो त्यो धान कहाँ लगेर गयो भने त्यो मोइस्चरबाट उडेर गएको। त्यसलाई चाहिँ हामी त्यसरी बुझ्नुपर्छ। त्यो कारणले खाली रेटको कुरा गरेर हुँदैन, क्वालिटीको पनि चाहिँ हुन्छ नि कुरा गर्नुपर्ने हुन्छ। हुन्छ, यो महत्त्वपूर्ण समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिएँ। त्यसतर्फ जान चाहे यदि धेरै समस्या बिच पनि कम्तीमा कृषिको क्षेत्रमा नीतिगत रूपमा हामीले यो गरिरहेछौँ, यो गर्छौँ भन्ने केही योजनाहरू छन् भने त्यो पस्किनुहोस्, केही सम्बोधन गर्नुपर्ने छ भने गर्नुहोस् प्लिज। मैंने सर अभी बताया था कि जो नारायणपुर की स्थिति थी उससे अब पहले से अच्छा होगा। जैसे निःशुल्क मैं कृषि फॉर्म कर दिए, मैंने जो विपन्न लोग हैं उनको 100% अनुदान देता हूँ। इस तरह कई स्कीमें ला रहे हैं। मैं भी अभी काम करना बहुत बाकी है और आपका मकसद है रोजगार का खत्म किया है। तो 2 चीज हमारी आप पूरी कर दीजिए। ये वादा करके जा रहे हैं नारायणपुर जैसे 7 साल पहले था वैसे मैं 2 साल में सही कर सकता हूँ। क्या करना है आपको? एक तो पानी का साधन करवा दीजिए, दूसरा ये जो फैक्ट्री यहाँ दूध की है इसमें आप फैक्ट्री मिल्ट्री लगवा दीजिए, 40 करोड़ की व्यवस्था करा दीजिए। अगर ये लोग आओगे हैं तो जिस तरह कोरोना में नारायणपुर का नाम चल रहा था प्रदेश में, उस तरह दूध का हब बनवा देंगे नारायणपुर में। अपने आप बच्चे वहीं रुक जाएंगे जो बाहर जाते हैं। एक गाय अगर रखता है अच्छी, वो 10 लीटर दूध देगी, 1000 रुपये उसको रोज मिलेंगे। मुंबई आता है, ब्रेड मांगता है, 10,000 बड़े मुश्किल से मिलते हैं। उसमें भी वो जब घर पहुंचता है तो 2 महीने बाद पता लगा बाबा जेब गिरावा दे दो, मुंबई जाएगी। ये स्थिति। तो कहीं ना कहीं देखिए सब स्थानीय सरकारी ऊपर आप टीकामंद बनो पड़ेगी। सरकार सभी का धर्म बनता है। अब चूंकि यहाँ तो सब बिग लोग बैठे हुए, नारायणपुर की स्थिति क्या है तो आप समझ सकते हैं। वहाँ के लोग कोई बहुत बड़े शिक्षित भी नहीं है। अब जो नई जनरेशन आ रही है, अब लेकिन अभी जो भाई साहब ने कहा कि वो स्कूल में जो बच्चों का कोर्स हो रहा है उनको थोड़ा सा कृषि का रुझान, शायद यो कुरा तपाईको पालिकामा पनि कारण जरुरी जो मैं स्टार्ट करूंगा। दूसरा कि मैंने भी थोड़ा सा उत्पादन किया है, मैं अपनी बात बताऊँ। ऑर्गेनिक खेती मैं कर रहा हूँ खुद। कोई काम नहीं था मेरे पास, बेरोजगार आदमी मैं था, तो मैंने कहा थोड़ा सा कृषि कर लूँ। तो मैं आधा घंटा टाइम देता हूँ। तो मैंने मेवा लगाया है 20 पेड़ अपने लिए।
आइएगा तो पेवा खिलाऊंगा, बहुत जबरदस्त बना हुआ है। और मैंने गाजर लगाई थी। यो कुरा अरूले पनि सिक्यो कि नहीं तपाईको त्यहाँ? सीखा, लोगों ने सिखाया, मैंने जो मुझसे सीख के गए वो अपने घर में कर रहे हैं। बहुत बहुत धन्यवाद, यो बहुत राम्रो कुरा, धेरै राम्रो। तो मूली लगाई मैंने, गाजर लगाई मैंने, भेटा लगाया मैंने, और क्या सेम होता है, सब लगाया मैंने। अब देखिए वो खत्म हो गई सीजन, अब मैंने फिर दूसरा शुरुआत की, भिंडी का काम किया है। और कहीं मैंने कोई खाद यूज नहीं किया, मतलब जो गोबर होता है मैं उसको यूज कर रहा हूँ। तो मैं सभी से चाहता हूँ कि सबका सहयोग चाहिए, सबका साथ, तभी मेरा विकास हो सकता है, तभी संभव है। वरना तो दिन भर बात करते रहेंगे, इसका नतीजा भी नहीं निकलने। बहुत बहुत धन्यवाद यहाँलाई यो महत्त्वपूर्ण समय र संवादका लागि। आज का टाइम ये था कि यहाँ पे 7-8 मौका के प्रमुख होते। अब आपने मुझे बुला दिया, 40 किलोमीटर में दौड़ के आ गया। अब देखिए ये हीरो हमारा भाई तब नहीं, इनका दूसरा सेशन है, वो पर्यटन में बोलेंगे ना, वो भी बताएंगे कि संतानेश्वर से लेकर बाबा ब्रह्मांड तक क्या करना है। सभी को आना चाहिए यार, बिल्कुल सबकी जिम्मेदारी है। एक सलाह हम लोग करें कि भाई इस तरह जाए तो हम लोग 8 मौका प्रमुख की मीटिंग हम कर सकते हैं, आपके जरिए एक डिसीजन करें, शायद हो सकता है उससे भी अच्छा रिजल्ट आ जाए। बिल्कुल कोशिश होगा। धन्यवाद धन्यवाद यो महत्त्वपूर्ण समय र समाजका लागि। अब हामी अन्तिममा छौँ। भीम राणाबाट जो यो मेलाको संयोजक पनि हुनुहुन्छ, उद्योग वाणिज्य सङ्घ जसले यो मेलाको आयोजना गरिरहेको छ, अध्यक्ष आफै स्वयं पुरै टाइम दिनुभएको छ, केही विधानका कुराहरू पनि केही प्रश्नहरू उठेका छन्। अन्त्यमा तपाईँले यसको निष्कर्षमा आफ्नो कुरा राखिदिनुहोस् भीम राणाबाटज्यू। धेरै धेरै धन्यवाद छ। विशेष गरेर आज मलाई असाध्यै खुसी केमा लागेको छ भने हामीले 7वटा स्थानीय तहका नेतृत्व जसले गरिराख्नु भएको छ उहाँहरूलाई हामीले चाहिँ एक ठाउँमा उभ्याउन सकेका छौँ र एकै ठाउँबाट हामीले आज यस्तो किसिमको एउटा माहौल सिर्जना गरेका छौँ कि अब निजी क्षेत्र र पालिकाहरू समन्वय गरेर अगाडि बढ्नुपर्छ र केही बाँकीमा केही नयाँ गरेर देखाउनुपर्छ जसले देशलाई पनि एउटा नयाँ सन्देश दिन सकोस् भन्ने कुरा आज हामीले यो मञ्चबाट दिन सकेका छौँ। र जुन विधानको कुरो छ, विधान त देशको संविधान त परिवर्तन हुन सक्छ भने नेपाल उद्योग वाणिज्य सङ्घको विधान यहाँका व्यवसायीले आवश्यकता चाहिँ महसुस गरेको खण्डमा त्यो विधान अवश्य पनि त्यो परिवर्तनशील छ, परिवर्तन हुन सक्छ। र हामी अहिले नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष यही हुनुहुन्छ, म महासचिव छु, हाम्रा के पदाधिकारी साथीहरू पनि सँगै हुनुहुन्छ। त्यसले आवश्यकता आधारमा हामीले चाहिँ यसलाई परिमार्जन गर्दै जान सक्छौँ। मेन कुरो के हो भने हाम्रा उद्योगी व्यवसायीहरूलाई हामीले लिड गर्न सकौँ र निजी क्षेत्रले नेपाल उद्योग वाणिज्य सङ्घले जसरी लिड गरेको छ त्यो देशकै अरू निजी क्षेत्रलाई पनि एउटा सन्देश जाने किसिमको हामीले पहल कदमी लिएका छौँ। यो नै महत्त्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ। यो यसरी यो उपस्थितिमा हामीले आफ्ना भनाइ यसरी चाहिँ जुन राख्न पाएका छौँ यसले एउटा नयाँ सन्देश प्रवाह गरेको मैले महसुस गरेको छु। धन्यवाद। धन्यवाद। हामी जति बेला कखरा सिक्थ्यौँ त्यति बेला नेपाललाई कृषि प्रधान देश भनिन्थ्यो। कृषि प्रधान देश भनेर जन्मिएका हुर्किएका हामीहरू कृषिमा सबैभन्दा बढी समस्या सुन्ने युगको सामना पनि हामी नै गर्दैछौँ। तर केही परिवर्तनका आवाजहरू आएका छन्। अब त्यही कखरा पढ्ने उमेरदेखि, एबिसी सिक्ने उमेरदेखि नै बालबच्चालाई माटोसँग जोड्ने कुराहरूका प्रतिबद्धता स्थानीय सरकारबाट आएका छन्। हामी विश्वास गरौँ ती नयाँ पुस्ताले माटोसँग खेल्दै रमाउँदै उब्जनीसँग आफ्नो भविष्य जोड्दै अगाडि बढ्नेछन्। त्यसले देशको विकास त हुन्छ नै, स्वयंको विकासमा पनि पक्कै सहयोग पुग्छ। यो रोजगार मेलाको महत्त्वपूर्ण कडी रोजगार संवाद, कृषिसँग जोडिएर रोजगार उत्पादन, रोजगार वृद्धिको यो महत्त्वपूर्ण उद्देश्यका साथ अगाडि बढाइएको यो कार्यक्रम यही विसर्जन गर्दै अब हामी पर्यटनसँग जोडिएर फेरि संवादमा अर्को चरणमा जोडिनेछौँ। यति भन्दै म झलक गरेर बिदा हुन्छु र यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन्छौँ। र अझ सबैभन्दा महत्त्वपूर्ण धन्यवाद नेपाल उद्योग वाणिज्य सङ्घ जसले यो कार्यक्रमको पहल गरेर लियो र 7वटा स्थानीय तह जसले यो आयोजनालाई साझेदारी गर्नुभयो। सबैलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार।